आज म केही कुरा नेपालको कन्टेक्स्टमा के कुराहरू भए र अब हामीले नेपालीहरूले के गर्न सक्छौँ नेपालको कन्टेक्स्टमा भन्ने कुराको बारेमा म छोटकरीमा बताउन चाहन्छु। अब धेरै कुराहरू त पछिका अरू कुराहरूमा चाहिँ पछि कुरा गरौँला। तर यो भदौ 23 र 23 गतेको जुन एउटा के अरे करप्सनको विरुद्धमा एक ग्रुप मान्छेहरूले जुन मुभमेन्ट सुरु गरेका थिए त्यो वास्तवमा भेरी इम्पोर्टेन्ट। र त्यसमा चाहिँ जुन किसिमले चाहिँ गोली चलाएर उनीहरूलाई मार्ने काम र इन्जुरी गर्ने काम गरियो, जो एक्सेसिभ फोर्स युज गरेर गरियो, त्यो चाहिँ गलत थियो, त्यो इलिगल थियो र त्यो हुनु हुँदैन थियो। र त्यो तर सेकेन्ड डेको जुन भाद्र 24 गतेको घटना देख्दाखेरि सर्वोच्च जलाएको, सिंहदरबार जलाएको र अरू सार्वजनिक घर जग्गा जमिनहरू जलाएको देख्दाखेरि के देखिन्छ भने यो त नेपालीले गरेको हो र, कसैले बाहिरबाट आएर के अरे बमहरू छोडेर त्यसरी पड्काएको जस्तो, होइन, इजरायलले चाहिँ अरबमा हाने जस्तो, अथवा चाहिँ रसियाले चाहिँ उतापट्टि के अरे युक्रेनमा हाने जस्तो त्यस्तो किसिमको घटना पो देखियो, त्यस्तो किसिमको को कुरा आयो। हामी बाहिर बसेकालाई चाहिँ यो एक्सप्लेन गर्न पनि गाह्रो भइरहेको छ अहिले नेपालको कन्टेक्स्ट हेर्दाखेरि, होइन। अब एउटा कुरा चाहिँ के पनि सम्झायो भने मलाई त्यो पहिलो दिनको घटनाले, दोस्रो दिनको होइन, पहिलो दिनको घटनाले जब 1990मा प्रो डेमोक्रेसीको मुभमेन्ट भएको थियो त्यसमा चाहिँ म पनि संलग्न भएको थिएँ। वास्तवमा म त्यतिखेर कुनै पार्टीमा थिइनँ। मलाई सिर्फ के थियो भने वास्तवमा चाहिँ राजतन्त्र र पञ्चायत व्यवस्थाले मान्छेहरूलाई पढ्न, लेख्न र बोल्न संस्थाको अथवा राज संस्था अथवा व्यवस्थाको विरुद्ध गर्न नपाइने, त्यो बोल्यो भने मान्छेहरूलाई गायब गराउने, एरेस्ट गर्ने, मार्नेदेखिका विभिन्न कार्यक्रमहरू, विभिन्न क्रियाकलापहरू, इलिगल एक्टिभिटिजहरू गरेको देखिन्थ्यो। त्यसको मलाई मन परेको थिएन। त्यस्तै गरेर तर त्यसको सुरुवात चाहिँ 1989मा जब इन्डियाले ब्लकेट गर्यो, इकोनोमिक ब्लकेट गर्यो, त्यसको आधारमा टेकेर नेपालका पोलिटिकल पार्टिजहरूले त्यतिखेर राज संस्था विरुद्ध चाहिँ आन्दोलन सुरु गरेका थिए। अब त्यो कति ठिक थियो, कति गलत थियो, इन्डियाको आधारमा गर्नु त्यो आफ्नो ठाउँमा थियो। तर त्यतिखेर बोल्यो भने एरेस्ट हुने अथवा चाहिँ जेल हुने अथवा मृत्युसम्म हुने अथवा गायब हुने सम्भावना भएको भएर त्यो त्यतिखेर डेमोक्रेटिक प्रोसेसलाई चाहिँ लिएर आउनु चाहिँ जरुरी थियो। तर त्यो प्रोसेस आइसकेपछि राजा भारीहरू पनि चुनावमा जान पाए, जुनसुकै पार्टीका मान्छेहरू पनि चुनावमा जान पाएर आफ्नो कुरा राखेर अनि जनतासँग भोट लिएर देश चाहिँ 5 वर्षसम्म चलाउने एउटा म्यान्डेट जुन लिने प्रक्रिया सुरु भएको थियो, त्यो एउटा चाहिँ सराहनीय प्रक्रिया सुरु भएको थियो। त्यो पहिलो इलेक्सन 1991मा भयो, जसमा गिरिजाप्रसाद कोइराला प्राइम मिनिस्टर बने र अनि उनी प्राइम मिनिस्टर बनेकै कारणले उनले चाहिँ राम्ररी चलाउन नसकेको अवस्थामा उनैका पार्टीका मान्छेहरूले अविश्वासको प्रस्ताव राखेर उनलाई प्रधानमन्त्रीबाट हट्ने व्यवस्था बनाए, बाध्य पारे। त्यस्तो कन्टेस्टमा हुँदाखेरि त्यसपछि युएमएलले त्यतिखेर चाहिँ सरकारको लिडिङ गरेर अगाडि बढ्यो, होइन। अब क्वेसन के रह्यो भने त्यतिखेरको चुनावको एउटा सन्दर्भ मैले जोड्छु र त्यो अन्तरिम सरकारको पनि सन्दर्भ जोड्छु। त्यतिखेर कुनै पनि पोलिटिकल पार्टी जुन सरकारमा जान खोजे, नेपाली काङ्ग्रेस होस् अथवा युएमएल, उनीहरूले के खोजे भने अर्थ मन्त्रालय खोजे, अनि तिनीहरूले चाहिँ के खोजे भने के अरे गृह मन्त्रालय खोजे। अर्थ र गृहको अर्थ के रहेछ भन्दाखेरि गृह लगाएर के अरे सिडिओ लगाएर पुलिस लगाएर चुनावमा चाहिँ तलमाथि पार्ने, आफ्नो भोटहरू आफ्नो ठाउँमा राख्ने र आफूले चाहिँ तरिकाले गर्ने। तपाईँहरूलाई थाहा छ, होइन, खुमबहादुर खड्काले गरेका विभिन्न क्रियाकलापदेखि लिएर अरू कुराहरू। त्यस्तै गरेर अर्थ मन्त्रालयबाट आर्थिक हिनामिना, आर्थिकको करप्सन भन्ने चाहिँ कुराहरू चाहिँ धेरै देखियो। र त्यस्तो मैले भइसकेपछि मैले के भने त्यतिखेर सुन्नुहोस्, तपाईँहरूले यस्तो गर्नुभयो भने, होइन, यो त राजाले गरिरहेको थियो नि पहिला, यो त जनतालाई तपाईँहरूले चाहिँ ढाँटेर चाहिँ प्रजातन्त्र भनेर लिएर आएर जनताको विरुद्ध काम गर्दै हुनुहुन्छ।
त्यो त जनताको चोइस गर्ने पावर हो, उनीहरूको चाहिँ अधिकार हो कि कुन पार्टीलाई दिने कुन पार्टीलाई नदिने भन्ने कुरो। यसरी गरेको त यो गलत हो भन्दाखेरि त्यतिखेर हाँसेर उडाउँथे, वास्तवमा नभन्दै। त्यसको सँगसँगै के भयो त भन्दा माओइस्ट रिभोल्ट सुरु भयो 1995देखि। किन? अब त माओइस्टहरू चुनावमा गए, चुनावमा हारे, जनताहरूले रिजेक्ट गरिसकेपछि उनीहरूले फेरि रिभोल्ट सुरु गरेर 17,000 मान्छेहरूको जीवन लस भयो, चाहे दुवैतिर भए पनि गरिब, दुवैतिरका गरिब मान्छेहरू थिए। तर मोस्टली त्यतिखेर चाहिँ टिचर र ब्राह्मण अथवा माथिल्लो चाहिँ भनौँ न मान्छेहरूलाई धेरैलाई मारेको चाहिँ माओवादीले मारेको देखियो त्यतिखेर। र मोस्टली चाहिँ कङ्ग्रेसमा लागेका मान्छेलाई मारेको देखियो। र त्यो किन गरे त उनीहरूले भन्दाखेरि डाइरेक्टली चुनावमा गएर चुनाव जित्न सकिँदैन, र नसकिने भएपछि मान्छेलाई कन्भिन्स गर्न सकिँदैन, अब डराएर गराउनुपर्छ भनेर त्यताबाट गयो। तर एउटा कुरा त्यो कहाँबाट सुरु गरे त भन्दाखेरि, हतियार कहाँबाट ल्याए त भन्दा हाम्रो तिनतिर इन्डियाको बोर्डर छ भने नर्थतिर चाइनाको छ तिब्बत भने यो इन्डियाको सहयोग नभएसम्म यो हतियार आउने र उनीहरू त्यहाँ इस्टाब्लिस हुने सम्भावनै छैन। त्यस हुनाले इन्डियाको चाहिँ दोस्रो मोमेन्टमा नि इन्डियाको इन्भल्भमेन्ट देखिन्छ यसमा। र अहिले इन्डियाका धेरै जसो मान्छेहरूले भन्छन् कि माओवादीलाई त हाम्रो इन्डियाले खुफिया एजेन्सीले सपोर्ट गरेर अगाडि बढाएको भनेर इन्डियाको न्युजहरूमा पनि सुन्न पाइन्छ। अब त्यो कुरा आफ्नो ठाउँमा छ। त्यसो हुँदाहुँदै अब तपाईँको चाहिँ के भयो भने 2001मा वीरेन्द्र राजाको चाहिँ परिवारलाई चाहिँ सखाप पारियो, जसको कारणले गर्दाखेरि ज्ञानेन्द्रले अपर्च्युनिटी पाए। तर अब ज्ञानेन्द्रले के गरे भने उनले त्यो अपर्च्युनिटी पाउन साथ उनले 2001 साल नोभेम्बरमा उनले के गरे भने इमर्जेन्सी डिक्लेयर गरेर मोर देन 100 पिपलहरूलाई चाहिँ गोली चलाएर मारेका थिए उनले 4 दिनको मुभमेन्टमा। सो त्यसले के गर्यो भने अब अहिलेका जुन राजावादीका मान्छेहरूले भनेका छन् नि, चुनावमा नजाने, भोट नलिने, तर पावर लिएर चाहिँ त्यसरी चाहिँ चलाउने भन्ने कुरो राजाहरूको पनि देखियो फेरि कन्टिन्युसली, होइन? त्यतिखेरका राजा ज्ञानेन्द्र। र त्यो अब तपाईँले त्यो राजा हुनुभन्दा पहिला ज्ञानेन्द्रको एक्टिभिटिजहरू के थिए त भन्दाखेरि उनी चाहिँ सिगरेट फ्याक्ट्री, अल्कोहल फ्याक्ट्रीदेखि लिएर बिजनेसमा इन्भल्भमेन्ट, भन्सारमा इन्भल्भमेन्ट, होइन? कसैले केही काम गर्यो भने बिना लगानी चाहिँ उनले प्रफिट खान पर्नेदेखि लिएर अनि नेपालका जुन ऐतिहासिक चिजहरू छन् तिनलाई बेच्ने समेत काम गरे भनेर भनिन्छ। यदि त्यो सबै कुराहरूको इन्भेस्टिगेसन छानबिन भएन, त्यो हुनुपर्ने थियो। त्यस्तै गरेर अनि 2002मा पार्लियामेन्ट डिजल्भ गरे उनले। अनि त्यसपछि उनले के गरे भने 2005मा चाहिँ फेरि चाहिँ उनले के गरे भने तत्कालीन सरकारलाई चाहिँ डिसमिस गरेर यिनले एब्सोल्युट मोनार्की लिएर आए है, अनि इमर्जेन्सी डिक्लेयर गरे। तर त्यसले के गरायो भने कङ्ग्रेस, युएमएल एन्ड माओइस्टहरूलाई र अरू पार्टीहरू मिलेर एउटा उनीहरूले के बनायो भने एग्रिमेन्ट कि डेमोक्रेसी रिस्टोर गर्नुपर्छ भन्ने कुरामा उनीहरूले चाहिँ एग्रिमेन्ट गरेर त्यसरी अगाडि आए। र के भयो त भन्दाखेरि त्यो यिनीहरूको इभेन्चुअली सक्सेसफुल भयो र 2006 सालमा चाहिँ पार्लियामेन्ट चाहिँले राजाको पोलिटिकल पावरलाई चाहिँ हटाइदियो अनि त्यसपछि खारेज गरिदियो। अनि त्यसपछि गएर के भयो त भन्दाखेरि त्यतिकै गरेर त्यसैको सन्दर्भमा अनि 2006 साल नोभेम्बरमा सरकारले चाहिँ तत्कालीन सरकारले माओवादीसित एउटा पिस डिल गर्यो, एग्रिमेन्ट गर्यो र 7 सालमा चाहिँ राजतन्त्र चाहिँ उन्मूलन गर्ने भन्ने एउटा चाहिँ के भन्दाखेरि पार्लियामेन्टले भनौँ न डिक्लेयर गर्यो। त्यस्तै गरेर तपाईँको चाहिँ अब सेप्टेम्बर 2015मा पार्लियामेन्टले एउटा भनौँ न संवैधानिक सभाले चाहिँ कन्स्टिट्युसन बनाएर एउटा रिपब्लिक डिक्लेयर गर्यो, होइन? यो लगायो। त्यतिखेर पनि इन्डियाले के गरिरहेको थियो अरे भने यो संविधान होल्ड राखिदेऊ, अहिले डिक्लेयर नगर भनेर भनेको अवस्था थियो। त्यतिखेर भन्दै पनि त्यतिखेर चाहिँ तत्कालीन चाहिँ नेतृत्वहरूले इन्क्लुडिङ भनौँ न शेखर कोइराला, के अरे नेपाली काङ्ग्रेसका मान्छेहरू र एमालेका मान्छेहरू लगायतका माओवादीहरूले यिनीहरूले चाहिँ डिक्लेयर गर्ने चाहिँ डिसिजन गरेर अगाडि बढ्यो, होइन? अब सरी त्यो शेखर कोइराला होइन, त्यो के अरे श्री अनदुर गाई, होइन? सो अनि त्यसपछि अब कुरो के आयो भने, होइन, माओवादीहरू 17,000 मान्छे मारिसकेपछि उनीहरू आइसकेपछि
त्यहाँ पनि कारबाही भएन, राजाका मान्छेहरूलाई पनि कारबाही भएन। यो कारबाही गर्ने भनेर इन्भेस्टिगेसन गर्ने भनेर भने, तर केही पनि भएन होइन। अहिलेसम्म पनि भएको छैन, तपाईँहरू सबैलाई थाहा भइसक्यो। अब क्वेसन आउँछ, अब यस्तो भइसकेपछि तपाईँहरूले अहिले चाहिँ जुन नयाँ मान्छेहरूले नयाँ उसले चाहिँ आन्दोलन गरे भनेको छ नि, तपाईँहरू भोट हाल्न पनि नजाने, अनि पिसफुल्ली चाहिँ मुभमेन्ट गरेको भन्नुहुन्छ, अनि मुभमेन्टमा चाहिँ त्यस्तो चाहिँ तथानाम भएको छ भनेको चाहिँ देशको सम्पत्ति अथवा जनताको सम्पत्ति सारा चिज डिस्ट्रोय गरेको छ होइन। अब यसबाट के आउँछ त भोलि होइन। त्यहाँ चाहिँ यो आउने, अब म इकोनोमिक कुरामा अब तपाईँलाई अगाडि लिएर आउँछु। सरकार चेन्ज हुँदैमा, व्यवस्था चेन्ज हुँदैमा यदि मान्छेको व्यवहार चेन्ज भएन भने केही पनि चेन्ज हुँदैन। द्याट इज भेरी ट्रु होइन। अब जहाँसम्म रह्यो, अब क्वेसन गरौँ, अर्को कुरा क्वेसन गरौँ। अब पश्चिमाहरूको कपी गरेको देखियो, जस्तो कि कम्युनिस्टहरूले कार्ल मार्क्सको थ्योरी कपी गरेको देखियो भने काङ्ग्रेसहरूले चाहिँ डेमोक्रेटिक भनेर चाहिँ लिबरलाइजेसन इकोनोमिक एजेन्डाहरू चाहिँ पश्चिमाहरूको चाहिँ कपी गरेको भन्ने सुनियो होइन। उनीहरूले चाहिँ त्यो गर्नुपर्छ, त्यसरी गर्ने हो भन्ने कुरो आयो। तर तपाईँहरूलाई थाहा छ त्यो फिलोसफी त त्यो किसिमको चाहिँ कुरा त हामीसित पहिल्यै थियो। जस्तो कि हेर्नुहोस् त, ओल्डेस्ट नेपाल चाहिँ ओल्डेस्ट कन्ट्री चाहिँ अफ द साउथ एसिया ल्यान्ड होइन। इन्डिया भनेको त चाहिँ तपाईँको चाहिँ अगस्त 15, 1947 जन्मेको कन्ट्री हो, र भन्दा हुँदैन इन्डिपेन्डेन्ट भएको, नत्र कोलोनी थियो पहिला मुसलमानहरूको, त्यसपछि गएर चाहिँ तपाईँको चाहिँ ब्रिटिसको होइन। अनि त्यसपछि इन्डियाले त होइन अब त्यो त्यसरी देखिन्छ। अनि त्यस्तै गरेर इन्डियालाई चाहिँ के भएको थियो भन्दाखेरि रोमन पहिला चाहिँ ग्रिकहरूले चाहिँ एट्याक गरे, अनि त्यसपछि उनीहरूले चाहिँ बुक्सहरू लिएर गए, रोमनहरूले एट्याक गरे, बुक्सहरू लिएर गए होइन। अनि त्यसपछि गएर मुस्लिमले आएर चाहिँ 712 चाहिँ 1800 होइन 1858सम्मको भनौँ न मुस्लिमहरूले चाहिँ रुल गरेको मानिन्छ, र उनीहरूले चाहिँ ध्वस्त पारे चाहिँ इन्डियामा सबै भनौँ न, ती सबै बङ्गलादेश, इन्डिया र पाकिस्तानका मुसलमानहरू हिन्दू थिए, उनीहरूलाई कन्भर्जन गराएर मुसलमान बनाए। त्यसपछि ब्रिटिस राज आयो 1858देखि 47सम्म। अब ब्रिटिसको इस्ट इन्डिया कम्पनी पनि थियो, तर त्यतिखेर होइन। त्यो समयमा फेरि ब्रिटिसले के गर्यो भने सारा चिज तहस नहस इन्डियालाई चाहिँ धार्मिक रूपमा, साम्प्रदायिक रूपमा, कल्चरल रूपमा, इकोनोमिक रूपमा ध्वस्त पार्यो। तपाईँलाई हेर्नुभयो इन्डियाको फेमिनिन भन्ने अथवा चाहिँ भुकमरी होइन, वेस्टर्न चर्चले गाउँ जति सबै राखेर त्यहाँका मान्छेलाई, कति मान्छेलाई मारेको थियो, कति मान्छेले त्यहाँको चाहिँ इतिहास हेऱ्यो भने बर्बरतापूर्ण थियो। अब यस्ता मान्छेहरूले चाहिँ अब चाहिँ डेमोक्रेसी, यस्ता मान्छेले रुल अफ लको कुरा भन्छन् हामीहरूलाई आएर, यो त भेरी 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 विश्वासै गर्न नसकिने अन्धा मान्छेहरूले चाहिँ यो के अरे उही हात्तीको व्याख्या गरे जस्तो कुरा भयो होइन। अब तपाईँहरूलाई भन्छु यो किन मैले यसो भनेको भने, अब हेर्नुहोस्, वेद भनेको सबैभन्दा पुरानो लेखेको किताब मानिन्छ, सबैले एडमिट गर्छन् होइन। त्यो वेदान्तमा के लेखेको छ र के भनेको छ भन्ने कुरो तपाईँहरूले पढेर जान्नुपर्छ होइन। तर युरोपियनहरूले त 1800सम्म त यिनीहरू चाहिँ हन्टिङ गर्दै हिँडेका थिए। यिनीहरूको त 1800भन्दा अगाडिसम्मको त यिनीहरूको चाहिँ खाना नपुगेर यिनीहरू पहिला चाहिँ भनौँ न कतिपय चाहिँ मिडल इस्टमा चाहिँ गहुँ चाहिँ लिन आए, त्यसपछि साउथ अमेरिका गए, त्यसपछि इन्डियातिर एसियातिर आए। यिनीहरूले त खाना अन्त गएर अन्तकालाई चोरेर दबाएर अनि त्यसपछि त्यहाँबाट चाहिँ लुटेर लिएर गएर चाहिँ युरोपले आफ्नो चाहिँ भरिपूर्ण बनाएको देखिन्छ होइन। अनि त्यसपछि अब यिनीहरू त खाना खोज्दै गरेका, यिनीहरूको इन्भाइरोमेन्ट पनि गलत थियो। त्यस्तै गरेर त्यहाँबाट यिनीहरू चाहिँ अमेरिका पनि सरे होइन। अमेरिका गएपछि रेड इन्डियनहरूलाई चाहिँ यिनीहरूले विस्थापित गरेको देखिन्छ होइन। अब कति त्यहाँ रेड इन्डियनको धेरै स्टोरीहरू छ त्यहाँ चाहिँ, जस्तो कि महामारी फैलाएर उनीहरूलाई मार्ने अथवा उनीहरूलाई काट्ने, उनीहरूलाई विस्थापित गर्नेदेखि लिएर पोइजन खुवाएर उनीहरूलाई मार्नेदेखि लिएरका धेरै स्टोरीहरू छन् त्यहाँ होइन। अब त्यो भनेर भनिसाध्य छैन है। अब तपाईँले चाहिँ वेदान्तमा गयो भने वेदान्तले चाहिँ के भन्छ भने, तपाईँले हेर्नुभयो भने मेनली तिनवटा पावरको धेरै कुरा गर्छ। एउटा चाहिँ फायर एनर्जीको, अनि वायु होइन हावाको, अनि त्यसपछि गएर होइन पानी होइन, अनि त्यसपछि गएर अब अल यो सबै भनौँ न पृथ्वी, अन्तरिक्ष, अनि त्यसपछि स्वर्गलोक, यो सबै चिजहरूको नि भूमण्डलको चाहिँ कुरा गर्छ होइन। अब यो कुराहरू चाहिँ त्यसमा सबै चिज छ
तपाईँहरूलाई कतिको थाहा छ होइन, गायत्री मन्त्रमा ओम भूर्भुवस्सुवः स्वः तत्सवितुर्वरेण्यं भार्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् भन्छ होइन। त्यो पहिलाको 3टा वर्ड हेर्नुहोस् त, भूर्भुवस्सुवः स्वः होइन, पृथ्वी, अन्तरिक्ष र ब्रह्माण्ड। हेर्नुहोस् त, मन्त्रै गर्दाखेरि पहिल्यै चाहिँ तिनै ठाउँको चाहिँ कुरा गरिरहेको छ। हेर्नुहोस् है, भने अब त्यो त अर्को छँदैछ, अब त्यसपछिको व्याख्या पछि गरौँला होइन। अब तपाईँको धर्म र रिलिजन फरक, पश्चिमाहरूको मुस्लिम र चाहिँ क्रिस्चियन चाहिँ धर्म हो, सरी रिलिजन हो भने यतापट्टि चाहिँ हिन्दू चाहिँ धर्म हो। धर्मको कसरी भयो भन्दाखेरि भनौँ हरेकमा यसको विभाजन क्लासिफिकेसन छ। जस्तो भनौँ न, तपाईँले भक्ति मार्ग गर्ने भने पूजापाठ गरेर मन्दिर जाने छ होइन, त्यो तपाईँले गएर पूजापाठ गर्ने, देवताहरू मान्ने हो भने तपाईँ भक्ति मार्गमा लाग्नु। ज्ञान मार्ग भन्यो भने सत्यको पत्ता लगाउने, तपाईँले पढ्ने, लेख्ने, जान्ने, गुण गर्ने र अरू मान्छेलाई दिने, तर बिना पैसा लिइकन होइन, पैसा नलिकन चाहिँ। र तपाईँको चाहिँ हेर्नु हो भने हाम्रोले चाहिँ मान्छेहरूले के गर्थे भने पढेर लेखेर यसलाई चाहिँ बेचेनन्। किन बेचेनन् त तपाईँहरूलाई थाहा छ होइन? के भएर भयो नि त यो किन बिक्री भएन भन्दाखेरि क्लासिफिकेसन अफ वर्क आयो। हेर्नुहोस् है, ब्राह्मणले पढ्ने, लेख्ने, ज्ञान लिने र मान्छेहरूलाई चाहिँ फ्रीमा वितरण गर्ने, मान्छेको हितका लागि। क्षेत्रीहरूले सुरक्षा गर्ने, राज्य गर्ने, राज्यको संस्थामा बस्ने होइन, लडाइँ गर्ने आदि इत्यादि उनीहरूको भयो। अनि वैश्यहरूले व्यापार गर्ने होइन, व्यापार गर्ने, धन कमाउने, सारा चिज आनन्द गर्ने। तर यता यता चाहिँ राज्यमा पनि सरकारी पोजिसन लिन पाइएन, त्यस्तै ब्राह्मणले पनि सरकारी पोजिसन लिन पाए। अब ल यो चौथो वर्गको मान्छे 2टा क्लासिफिकेसन पाइन्छ। एउटा चाहिँ जुन शूद्र वर्ग भनिन्छ नि, उनीहरू काम गर्ने वर्ग एउटा भयो भने अर्को इन्डस्ट्रियल वर्ग होला। हेर्नुहोस्, त्यतिखेरको सामान इन्डस्ट्री बनाउने मान्छे को भन्नुहोस् त, तिनै वर्गका मान्छे हो। ल हेर्नुहोस् है, ती वर्गका मान्छेलाई चाहिँ हामीले अब अहिलेको चाहिँ कन्टेक्स्टमा आएर हामीले के गरेनौँ भने उनीहरूलाई चाहिँ उद्योग गर्नुपर्ने, उनीहरूलाई सपोर्ट गर्नुपर्ने, उनीहरूलाई आइडिया दिएर कमर्सियलाइज गराउनु पर्ने, त्यो कुरा चाहिँ पछाडि पर्यो होइन। उनीहरूले त गर्थे नि त, त्यो कुरो चाहिँ हाम्रो चाहिँ कमजोरीमा। अब अहिले भनौँ न, अब चौधरीले अथवा बाहुनको छोराले चाहिँ अब अहिले चाहिँ फलामको चाहिँ काम गर्यो भने, उद्योग खोल्यो भने ऊ बाहुनै हुने अरे, अनि त्यो बिचरा कामीले चाहिँ घन ठोक्यो भनेर फलामका सामान बनायो भनेर कामी हुने, त्यसो त भएन नि त। त्यो बाहुनको छोरो पनि त त्यो के अरे फलामको काम गरेपछि कामी भएन, मेकानिकल इन्जिनियर कामी। ल हेर्नुहोस्, डक्टरहरू वैद्य हो होइन, त्यो बाहुनको छोरो वैद्य भयो नि त होइन, बाहुन भएन नि त, कर्मले बाहुन भएन नि त। भनेपछि यी चिजहरू कर्म क्लासिफिकेसन। अब तपाईँलाई यो क्लासिफिकेसनमा तपाईँहरूलाई चाहिँ अब म भनिरहँ, अब युरोपमा पनि प्योर ब्लड थ्योरी आएको थियो। त्यो युरोपमा आएको प्योर ब्लड थ्योरी चाहिँ इन्डियामा इम्प्लिमेन्टेसन गर्दाखेरि युरोपियनहरूले जुन इम्प्लिमेन्टेसन गरे, जस्तो हिटलरले चाहिँ ज्युजहरूलाई चाहिँ क्लिन ब्लडको थ्योरीमा चाहिँ किल गरेको, अमेरिकामा चाहिँ साउथ व्हाइटहरूले चाहिँ ब्ल्याकहरूलाई चाहिँ स्लेभ गराएर माथि आउनु, विवाह गर्न अथवा अरू चिजहरू गर्न नदिएको, सेपरेसन गराएको, त्यो के अरे प्योर ब्लड थ्योरीको अन्तर्गतमा गरेको। त्यही कुरो चाहिँ इन्डियामा कपी भएको पछि चाहिँ यतापट्टिका चाहिँ हिन्दू धर्मका मान्छेहरूले पनि त्यो कपी गर्न थाले। नत्र भने बाइबर्थ भन्ने छँदै छैन नि, बाइ कर्म छ। त्यो कर्म अनुसार गर्ने कुरालाई चाहिँ बिचमा आएर यसरी बिगारिदिएर अनि छुवाछुत बनाएर अनि त्यसरी चाहिँ ब्रिटेनले चाहिँ इन्डियामा रुल गर्यो। त्यही कुरो चाहिँ प्रभाव चाहिँ नेपालमा पनि आएर त्यसरी चाहिँ बिग्रेको देखिन्छ। त्यसो हुनाले हामीले चाहिँ यो एकदम केयरफुल्ली चाहिँ हिस्ट्री बुझ्न जरुरी छ होइन। अब तपाईँ भन्नुहोस् न, अब एउटा म तपाईँलाई भन्छु, जस्तो हाम्रो कम्युनिस्ट पार्टीका नेपालका मान्छेहरूले कार्ल मार्क्सको थ्योरी पढे, लेनिनको मार्क्सको, अरू सबैको पढे, अनि यो पो गजब रहेछ, यो इक्वल राइट भने होइन, आर्थिक रूपमा इक्वल राइट, यस गुड, इक्वल राइट। तर कार्ल मार्क्सलाई के थाहा थिएन भने उनले अलिकति मात्रै पढे कि यो इक्वल ब्राह्मण थ्योरी एक ठाउँमा मात्रै लाग्दो रहेछ भनेर। उनले यता के बुझेका थिएनन् भने नेपालतिर अथवा इन्डियातिर त्यतिखेर तत्कालीन समयमा भनौँ न, जो कस्तो हुन्छ त यिनीहरूको वास्तवमा ब्राह्मण थ्योरी अथवा यो चाहिँ हिन्दू चाहिँ धर्म चाहिँ के हो त, वैदिक धर्म के हो त भन्ने उनले पुरै बुझ्न सकेका थिएन। उनले केही पार्ट चाहिँ बेलायतको कन्टेक्स्ट अथवा युरोपको कन्टेक्स्टमा भनेका थिए। उनले किन भनेका थिए भने युरोपमा तपाईँहरूलाई थाहा छ,
चर्चले 25% अफ ल्यान्ड ओन गर्थ्यो त्यतिखेरको टाइममा। चर्चले अरू बिजनेसलाई आउन दिँदैन थियो, आयो भने चाहिँ तिनीहरूलाई कट एन्ड थ्रो गरिदिन्थ्यो। हेर्नुहोस् त्यस्तो अवस्थामा उसले के भने सेपरेसन एन्ड पावरको, त्यही भएर युरोपमा सेपरेसन एन्ड पावरको कन्सेप्ट चाहिएको थियो। हाम्रो त मान्छेहरूले जुन मन्दिरमा बस्ने मान्छेले जति दान दियो त्यति लिन्थे, अनि जति चाहिँ भनौँ न पुजारीहरूले जति दान दियो भनेको गरिबका घरमा पनि गएर पूजा गराइदिन्थे, धनीका घरमा गएर पनि पूजा गराइदिन्थे। ती मान्छेहरूले कहिले पनि मेरो रेट यति हो मलाई यति दिनुपर्छ भनेर कहिले पनि भनेन, कहिले पनि बिजनेस गरेन, बिजनेसमा आफ्नो लिएन भने त्यस्ता मान्छेहरूलाई अब तपाईँहरूले चाहिँ अब ल यिनीहरूलाई मार्नुपर्छ भनेर चाहिँ माओवादीहरू आयो है। अब त्यो कार्ल मार्क्सले लिएको जम्मा एउटा थ्योरी हो, उनले पोजिसनको चाहिँ डिभिजन गरे नि त। त्यो पोजिसनको डिभिजन खै तपाईँले चाहिँ अब अहिले यही कुरो जोड्ने हो भने अमेरिकामा भयङ्कर सिटिजन युनाइटेड भन्ने एउटा केस छ। सुप्रिम कोर्टले के गरिदियो भन्दाखेरि कर्पोरेसन र युनियन चाहिँ सिटिजन बराबर हुन्छ, जति पैसा खर्च गरेर पनि चुनाव गरे हुन्छ भन्ने कुरो आयो। पोलिटोक्रेसी भनेको डेमोक्रेसीमा अहिले पोलिटोक्रेसी आएको छ। अमेरिकामा 100 फ्यामिलीले चाहिँ हरेक चुनावमा चाहिँ के कसलाई प्रेसिडेन्ट बनाउने अथवा कसलाई नबनाउनेदेखि लिएर कुराहरू डिसाइड गर्छन् भन्छ। अनि पश्चिमाहरूको चाहिँ पैसाले नै किनेर सारा चिज गरेर सम्पूर्ण चिज गरेर चुनावलाई तलमाथि पार्ने हरेकदेखि लिएर त्यस किसिमको चाहिँ व्यवसाय देखिन्थ्यो होइन। त्यही भएर यिनीहरूलाई चाहिँ धेरै कुरा चाहिन्थ्यो होइन। अब यिनीहरूलाई भनौँ न अब रिलिजनको फ्रिडम चाहियो यिनीहरूलाई। किन चाहियो भने तपाईँको 16-17 हजार चाहिँ बाइबलहरू जलाएर किङ हेनरीले जम्मा एउटा बाइबल ट्रान्सलेसन गराएको। हेर्नुहोस्, जसले बाइबल चाहिँ ट्रान्सलेसन गरेको थियो उसको मान्छेको हात काटिदिएर उसलाई मृत्युदण्ड दिएको। हेर्नुहोस् भनेपछि कस्तो थियो भने उनीहरूको रिलिजन भनेको पनि यो पोलिटिकल्ली चाहिँ रुल गर्ने चाहिँ किसिमको होइन। त्यो चाहिँ मान्छेले वास्तवमा बिलिभ गरेर मोक्ष लिने भन्ने थिएन होइन। त्यसो हुनाले यस्ता कुराहरूलाई चाहिँ तपाईँहरूले धेरैले नबुझेर अनि उताको कपी गर्न खोजेको भएर उनीहरूको ब्याकग्राउन्ड डिफ्रेन्ट भएको कुरामा हाम्रो मान्छेहरूले चाहिँ किन यस्तो गरे त, वाइ दे आर डुइङ इट, यो चाहिँ तपाईँहरूले बुझ्नु छ। अब अहिले कोर्सको स्टडीमा हामीलाई त यो थिएनै थिएन। हेर्नुहोस् मैले पब्लिक स्कुल पढेको, यस्ता कुराहरू पढ्नै पाएन। मैले आफैले रिसर्च गरेर हेरेर फाइन्डिङ गरेर किन यसरी चाहिँ हाम्रो चाहिँ हिन्दू धर्ममा चाहिँ यस्तो भएका मान्छेहरू चाहिँ पछाडि अनि युरोपमा अगाडि भन्ने कुरो हेर्दाखेरि त सबै यताबाट चोरेर लिएर गएर कन्सेप्ट लिएर गएर उता चाहिँ उनीहरूले एक्टिभेट गरेका रहेछ। हेर्नुहोस् त्यस्तो रहेछ है। अब भनौँ न अब हामीहरूकोमा भनाइ छ नि राक्षस र भगवान्मा के फरक छ भने राक्षस चाहिँ ज्ञान लिन्छ, बुद्धि लिन्छ र आफ्नो फाइदाको लागि काम गर्छ। अनि गड भनेको के हो भन्दाखेरि ज्ञान लिन्छ र बुद्धि लिन्छ र त्यो जनताको लागि सर्वसामान्य मान्छेको लागि फाइदाको लागि काम गर्छ। त्यसो हुँदा युरोपियनहरूले इन्टेलेक्चुअल प्रपर्टीको राइटको क्रिएट गरे। यताबाट सबै चोरेर लिएर गए, लानुपर्ने चिज जति सबै लए, अनि उताबाट अब आफूले केही बनायो भने ए वेट अ मिनट यो त हामीले कसैलाई दिनु हुँदैन, अब हामीले दियो भने यसमा पैसा चार्ज गर्नुपर्छ भनेर उनीहरूले चाहिँ इन्टेलेक्चुअल प्रपर्टीको चार्ज गर्ने गरी दृष्टिकोणले उनीहरूले त्यो कन्सेप्ट लिएर आए। हेर्नुहोस् नत्र भने त्यो इन्टेलेक्चुअल प्रपर्टीको केही कामै छैन भनौँ न होइन। अब त्यो वास्तवमा भन्ने हो भने होइन अब त्यो कुरा चाहिँ अब यतैबाट लिएर गएको ओरिजिनको अब हाम्रा चाहिँ जडीबुटीहरू लिएर गएर त्यसको चाहिँ केमिकल नाम दिएर ड्रग्स बनाएको छ होइन। दे डिड नट ह्याभ एनिथिङ, हामीसँग त थियो नि, हामीले किन गरेनौँ त भन्दा हामीले यो फेरि दिने हो, हामीले यो चाहिँ यसरी राख्ने हो भन्ने कुरामा कन्सेप्टमा हामीले बिलिभ गऱ्यौँ। यो जीवन केही पनि छैन, अब यो मरेर लाने केही पनि होइन भन्छौँ हामीले। त्यस भएर हामीहरूको चाहिँ के छ भन्दाखेरि एन्ड अफ द डे अब यो हामीलाई चाहिँ इन्हेरेन्टली हामीलाई सिकाउने, हामीले बुझ्ने हाम्रो चाहिँ जिनमै के छ भने यो लाइफ सर्कल जुन छ नि, क्लास अफ लाइफ, क्लास एज अफ लाइफ, यो सबै कुरो हामीले जानेर नजानेर हामीले बुझ्ने र हामीले त्यसलाई एप्लाई गर्ने देखिन्छ होइन। अब त्यसो हुनाले यो युरोपियन कन्डिसन डिफ्रेन्ट कन्डिसन थियो, हाम्रो चाहिँ यतापट्टिको कन्डिसन भनौँ न इन्डिया अथवा नेपालतिरको कन्डिसन चाहिँ डिफ्रेन्ट थियो। जस्तो भन्नुहोस् अब तपाईँहरूलाई अब केही एउटा उदाहरण दिन्छु। यिनीहरूले नामै हेर्दा पनि नामै राख्दा पनि हेर्नु न, अब मुसलमान अथवा चाहिँ क्रिस्चियनहरूले एब्राहम भन्छन्, हाम्रो ब्रह्मा होइन, ब्रह्मालाई थपेर एब्राहम गरायो, अलिकति चेन्ज गराएको आफ्नो बनाएको। हेर्नुहोस् है, हामीले गुरुकुल भन्यौँ पढ्ने ठाउँलाई त्यतिखेर होइन हामीले। अब यिनीहरूले स्कुल भनेको के भने ईसाको कुल, ईसा भनेको जिसस क्राइस्ट भयो, जस उनको कुललाई स्कुल भने। अनि त्यस्तै गरेर अब हामीले के भन्यौँ भने यिनीहरूले अर्कोतिरबाट आएको भन्छन्, हामीले कुल भनेको कुल घराना हेर्नुपर्छ भनेको रुल हेर्नुपर्छ भन्दैन होइन, यिनीहरूले रुल भने होइन। यो वर्डहरू तपाईँ हेर्नु हो भने संस्कृत वर्डबाट हाम्रो वर्डबाट मेन कुराहरू यिनीहरूले लिएर गएको देखिन्छ। तपाईँले हेर्नु हो भने शिवकुमार शर्माको पञ्चतन्त्र भन्ने चाहिँ एउटा चाहिँ अति उपदेशको बुक्स हो। सारा ठाउँमा चाहिँ
इन्टरप्रिटेसन गरेर होइन ट्रान्सलेसन गरेर उनीहरूले लिएर गएको छन्, तर क्रेडिट यता दिएका छैन। हेर्नुहोस् म्याथ साइन्स तपाईँको वेदान्तमा हेर्नु भने तपाईँले चाहिँ के कुरा गर्छ भने पृथ्वी, भूताल होइन, पताल, अनि त्यसपछि गएर अन्तरिक्ष, अनि त्यसपछि गएर स्वर्ग, यो सबै ब्रह्माण्डको के सबैको कुरा गरे हुन्छ। तपाईँको कतिसम्म भन्छ भने वेदान्तमा हेर्नुभयो भने ऋग्वेदमा चाहिँ तपाईँको चाहिँ यो अहिले जन्मेका मान्छेले यो संसार कसरी उत्पत्ति भयो भनेर त भन्न के जान्ने हुन् र उनीहरू त त्यो संसार उत्पत्ति हुनुभन्दा पछि उत्पत्ति भएका हुन्। तर स्वयं भगवान्ले पनि आफैले चाहिँ पुरा जान्नुहुन्न होला भनेर भनेका छन्। भनेको नि त्यो धेरै चाहिँ अथाह छ, यसको चाहिँ जानकारी छैन, यसलाई खोज गर्नुपर्छ भनेको। तपाईँहरूले वेदमा हेर्नु भने साइन्टिफिक फिक्सन हेर्ने हो भने, फिजिक्सको थ्योरी हेर्ने हो भने यु क्यान टेक अ लुक एट इट। तर कसैले पढ्या छ, पढ्नु पऱ्यो नि होइन। अब त्यो कुरो लिएर गएर उनीहरूले थ्योरीमा परिणय गरेर उनीहरूले चाहिँ उसमा चाहिँ रिसर्च गरेर अगाडि बढाउनु कोसिस गरे। हाम्रो मान्छेहरूले चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ भक्ति मार्गमा मात्रै फोकस गरे, ज्ञान मार्गमा फोकस गरेको हुँदा यसरी देखियो। अब क्वेसन आयो किनभने नेसनल सेक्युरिटी हेर्नुहोस् है, नेपालको नेसनल सेक्युरिटी मान्छेहरूले चाहिँ काङ्ग्रेसले अथवा चाहिँ युएमएल अथवा माओवादी अथवा अरू पार्टीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी अथवा चाहिँ अहिलेका न्यू अथवा यी मान्छेहरूले के नेसनल सेक्युरिटी भनेको कुरा बुझेका छन् त। तर यिनीहरूको एक्टिभिटिज र कामबाट हेर्दाखेरि चाहिँ नेसनल सेक्युरिटी भनेको बुझेको देखिँदैन कसैले। नेसनल सेक्युरिटी भनेको त पहिलो कुरा चाहिँ इकोनोमीमा पर्छ। इकोनोमी भए पैसा भएपछि तपाईँले चाहिँ अनि सेक्युरिटीमा चाहिँ को स्पेन्डमा तपाईँले चाहिँ बढाउन सक्नुहुन्छ होइन। अहिले हेर्नु न, रसियाको चाहिँ ल्यान्ड कति छ तर इकोनोमी कति डाउन छ होइन, होइन संसारको सबैभन्दा ठुलो कन्ट्री तर होइन। अब भनौँ न, अब तपाईँको चाहिँ रसियाको 17 मिलियन किलोमिटर स्क्वायर मिटर चाहिँ ल्यान्ड छ होइन, तर जिडिपी हेर्ने हो भने एउटा के अरे यहाँ चाहिँ एउटा युनाइटेड स्टेटको एउटा स्टेटको जति पनि छैन है। अब त्यस्तै गरेर तपाईँको अब नेपालको कन्टेक्स्टमा हेर्दाखेरि सबभन्दा पहिला त चाइनाले गुड्स डम्प गरेको छ, इन्डियाले गुड्स र सर्भिस डम्प गरेको छ है। अब चाइनिज सामानहरू तपाईँले सस्तो पायो भनेर किन्नुभयो, तपाईँको चाहिँ यदि 100 रुपियाँमा तपाईँले सामान किन्नु भएको छ भने तपाईँको 100 रुपियाँमा 60 रुपियाँ अथवा त्यो लगानी जति किनेको जसले किनेर लिएर आएको छ त्यो सबै 60 रुपियाँ चाइनामा गयो, हामीसँग 40। तपाईँ अब हाम्रो टोटल पैसा चाहिँ 100 रुपियाँ हुनुपर्नेमा अब नेपाल तपाईँको घरमा अथवा हाम्रो घरमा चाहिँ 40 रुपियाँ मात्रै बच्यो। किन बच्यो भन्दाखेरि त्यसले चाहिँ अब 60 रुपियाँ त गइसक्यो नि, एभ्री टाइम त्यसो गर्दाखेरि हाम्रो पैसा बाहिर गयो। त्यसपछि गइसके सेम थिङ इन इन्डियामा होइन, सबै कुरो गइसक्यो होइन। अब यो गइसकेपछि के भयो त भन्दाखेरि यो कुरामा चाहिँ उनीहरूले मास प्रोडक्सन गरे, सबैतिर प्रोडक्सन गरेको कुरालाई अलिकति यता चाहिँ डिस्ट्रिब्युसनमा हालिदिए, इन्डियाले पनि त्यही गर्यो। नेपालको इन्डस्ट्रीले त्यससित कम्पिटिसन गर्न सक्यो। अब के भयो भन्दा नेपालको इन्डस्ट्री डाउन। अनि त्यस्तै कन्टेक्स्टमा हेर्नु न, अब तपाईँको नेपाली काङ्ग्रेसको पहिलो सरकारले के अरे लिबरलाइजेसन गर्नुपर्छ भनेर महेश आचार्यले अमेरिकाबाट पढेर गएर चाहिँ भक्क उद्योगहरूलाई लिबरलाइजेसन गरे होइन, बेचे। तर उनले के कन्डिसन राख्न बिर्स्यो भने यो बेच्न पाउँदैनौ, तिमीले चलाउनु पर्छ, चलाउँदाखेरि तिम्रो हो, नचलाउँदा भोलिपल्ट चाहिँ यो चाहिँ ब्याक टु कन्ट्रीमा जान्छ अथवा सेकेन्ड पार्टी हेज अ कन्डिसन, इफ यु ब्रिज कन्डिसन तिमीले चाहिँ यो गराउनु पाउँदैन भनेर पनि राखेन। त्यो भोलि सामान चाहिँ चेन्ज भएर त्यो मान्छेले बेचेर त्यो सामान सबै प्रोडक्सन चाहिँ इन्डियाबाट गरेर यता ल्याउँछ भन्ने कुरो पनि त्यतिसम्म पनि प्रेडिक्सन गर्न सकेन। त्यो प्रेडिक्सन गर्न नसक्नु भनेको नजानेको मान्छे हो, त्यस्तै हो हेर्नुहोस् होइन। त्यस हुनाले त्यो पोलिसी लेभलमा उनले बुझेनन् सेक्युरिटी भनेको नेसनल सेक्युरिटी। नेसनल सामानहरू बनाउन नसक्ने हो भने त अब अहिले भन्छन् नि मान्छेले हामीले यस्ता जुत्ता बनाएर यस्तो सामान बनाएर बस्ने हो भन्छन्। मान्छेलाई रोजगारी चाहियो र इकोनोमी सर्कुलेसन कन्ट्रीभित्र हुनु पऱ्यो नि त, अनि त्यो भएन होइन। अनि कम्युनिस्टहरूले पनि त्यो गरेको देखिए, उनीहरूले झन् अप्ठ्यारा चाहिँ तपाईँको चाहिँ के भने युनियन ल लिएर आएर हालिदिएर अब त्यसै त बाहिरबाट सामान लिएर आएछ होइन। अनि त्यसमा पनि तपाईँको चाहिँ के अरे मान्छेले कामै गर्न नसक्ने गरी चाहिँ अवस्था क्रिएट गरेको। किन भन्दाखेरि अब लगानी गरे मान्छेले चाहिँ अब युनियनले चाहिँ झगडा गरेर उद्योग बन्द गरिदिन्छ, अनि त्यहाँ अति आवश्यक चिजमा पनि बन्द गरेको छ, राजनीतिमा लागेर सारा चिज गरेर भनेपछि कङ्ग्रेसको युनियन भयो, एमालेको युनियन भयो, माओवादीको युनियन भयो भनेपछि बिजनेस उद्योग गर्ने मान्छेहरूलाई चाहिँ
यस्तो गाह्रो छ कि त्यहाँ कतैबाट पनि एउटा किसिमको सहयोग देखिँदैन कि। अनि त्यसपछि अनस्टेबल गभर्मेन्ट स्टेबल छैन। अब कता के गर्ने हो, कसले के गर्ने हो, कुन पोलिसी ल्याउने हो, के गर्ने हो, होइन, त्यो छ। अनि कमिसनको जाल हो, तपाईँहरूले बुझिहाल्नुभयो कति कमिसन, हरेक चिज सुरु गर्दै चाहिँ तपाईँको बिजनेस गर्दै चाहिँ सुरु गर्दै नै चाहिँ अब तपाईँलाई चाहिँ कमिसन दिनु पऱ्यो दर्ता गर्दै है। अनि बिजनेसको अनि मान्छेलाई 6 महिनादेखि अथवा ढिलो गरिदियो, 6 महिनादेखि वर्षदेखि गऱ्यो भने त मान्छेको लगानी इन्ट्रेस्टले त्यसै तल गइसक्यो नि। अनि करप्सनको कुरालाई हेर्नुहोस् है। अब यस्तो अवस्था छ। अब युनियनको कुरा गरेको थिएँ नि मैले। अब युनियनको लमा के छ भने 40-48 घन्टाभन्दा बढी काम गर्नु मिल्दैन भनेको छ। त्यहाँ छुट्याएको छैन के। तपाईँलाई थाहा छ अमेरिकामा के अरे त्यो 40 अथवा 49 आवर्स 48 आवर्स होइन, लेबर क्लासको मान्छे, लो इन्कम भएको काम पे भएको मान्छेहरूले काम गर्ने त्यो जेन्युन हो, द्याट इज रिजनेबल होइन। तर म्यानेजरियल, हाई पे, आइटी इन्जिनियर, डक्टर, अब उनीहरूले चाहिँ 48 घन्टा मात्रै काम गर्ने भनेर हुन्छ? त्यो बुद्धि कता गयो तपाईँहरू? त्यो ल बनाउँदाखेरि तपाईँहरूले त्यो बाहिरको चाहिँ त्यो कपी गरेर चाहिँ ल्याएर खुत्रुक्क अनि त्यहाँ खुत्रुक्क हालेर अनि कहाँको के कुनको कसको कपी मिलाएर के गरेको कसले त्यो कपी गर्दा पनि बुझेन क्या। अमेरिकामा चाहिँ लयरहरूले अथवा डक्टरहरूले तपाईँ 80देखि 90 घन्टा काम गर्छ है। प्रोफेसनलहरू, म्यानेजरियलहरूको त्यस्तै छ। चाइनामा तपाईँहरूलाई थाहा छ 996 भन्ने छ। भनेको के हो भने चाइनामा चाहिँ 40 घन्टाको चाहिँ मिनिमम आवर भए पनि त्यहाँ चाहिँ काम गर्ने मान्छेहरूले 9 दिन के अरे 6 दिन 9 बजे गएर बिहान 9 बजे गएर साँझ 9 बजे फर्काउँछन्। 72 घन्टा हप्ताको काम गर्छन् भनेर भनिन्छ। त्यस्तै तपाईँको चाहिँ इन्डियामा चाहिँ के छ भने 49 आवर्स चाहिँ मिनिमम फिजिकल वर्कर, लेबर वर्करलाई छ। तर म्यानेजरियल, सुपरभाइजर, एडमिनिस्ट्रेटिभ, हाइली पेड होइन प्रोफेसनलहरूलाई चाहिँ त्यो एक्सक्लुड गरेको छ इन्डियामा पनि हेर्नुहोस् है। अब त्यस्तो कन्टेक्स्टमा चाहिँ कम्पिट गरेर नेपालले कसरी, नेपालको इन्डस्ट्रियल प्राइभेट सेक्टरले कसरी चाहिँ जब क्रिएसन गरेर कसरी नेपाललाई चाहिँ स्ट्रङ बनाउने त भन्ने कुरो कहीँ पनि सोच न त काङ्ग्रेसमा देखिन्छ, न एमालेमा देखिन्छ, न त माओवादीमा देखिन्छ, न त राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिन्छ होइन। कुनै पनि मान्छेले मैले अहिलेसम्म बोलेको यो कुराको चाहिँ मैले सुनेको पनि छैन। मैले उनीहरूले एक्टिभ होइन बोलेको भन्दा बोल्न त जे पनि बोलिदिइहाल्छन् त्यहाँ, किनभने रेस्पोन्सिबिलिटी छैन। तर त्यो कुरालाई चाहिँ किन अगाडि ल्याइएन त? त्यो कुरालाई चाहिँ एउटा चाहिँ स्ट्रङ चाहिँ उसबाट किन अगाडि आएन र? त्यस हुनाले यो चाहिँ भेरी डिफिकल्ट प्राइभेट सेक्टरलाई त्यहाँको कन्टेक्स्टमा हेर्दाखेरि। अब अर्को कुरा आउँछ हेर्नुहोस्। त्यही भएर त्यहाँ जब नभएपछि मान्छेहरूले के गर्न थाल्यो भने पढ्नभन्दा, अब अर्को समस्या अहिलेको भनेको पढ्नभन्दा उनीहरू चाहिँ घरखेत बेचेर पैसा चाहिँ 60-70-1 लाख कति खर्च गर्छन् अनि मिडल इस्टमा जान्छन्। मिडल इस्टमा गएपछि कन्स्ट्रक्सन काममा गरेका छन् होइन, अरू चाहिँ तल्लो लेभलका कामहरूमा छन्। त्यो भनेको के हो भने तपाईँको हेर्नुहोस् एस्बेस्टोस, टक्सिक, लेड भनेको पोइजनहरू उनीहरूले सास फेर्दाखेरि भित्र गएको छ। लङ्स बिग्रिया होला, अरू बडी पार्टहरू, ब्रेन बिग्रिया होला, के होला, त्यो सबै त्यसको लास्ट भनौँ न रिपरकसन अथवा त्यसको चाहिँ ब्याड इफेक्ट चाहिँ नेपालले गर्नुपर्छ, नेपालले गर्नुपर्छ। अब हेर्नुहोस् भनेपछि त्यहाँ गएर यिनीहरूले 2-4 लाख रुपियाँ कमाएर लिएर आए पनि त्यो देशका लागि अथवा त्यसका घरका लागि र हामी टोटल नेपालीका लागि चाहिँ त्यहाँका बसेकालाई चाहिँ यो घाटा छ। त्यस हुनाले यसमा नाफामा छैन। मिडल इस्ट र कन्स्ट्रक्सनमा काम गर्न जाने मान्छेहरूलाई अथवा लो लेभलको काम गर्न जाने मान्छेहरूलाई अथवा खेतीपातीमा काम गर्न जाने मान्छेहरूलाई इमिडिएटली इन्सुरेन्स र हेल्थ चेक नभइकन त्यस्तो काममा जान दिनु हुँदैन। त्यो दिएको भनेको कन्ट्रीका लागि अथवा पिपलका लागि डेथमा जान दिएको मानिन्छ। त्यस हुनाले यो कुरा चाहिँ तपाईँहरूले भेरी केयरफुल्ली बुझ्नुपर्छ होइन है। अब नेपालको कन्टेक्स्टमा चाहिँ सबभन्दा गाह्रो चाहिँ जुन अहिले करप्सनको कुरा आयो नि, हामीसँग चाहिँ यहाँ अर्गनाइज क्राइम भयो के नेपालमा। किन अर्गनाइज क्राइम भयो भन्नु होला भने हेर्नुहोस् है, म तपाईँलाई एउटा उदाहरण दिन्छु। अब एउटा कुनै मान्छेले अपराध गर्यो भने सबभन्दा पहिला पुलिसले इन्भेस्टिगेसन गर्छ, त्यसपछि त्यसमा गृहमन्त्रीको अथवा आइजिपको अथवा कसको इन्भल्भमेन्ट छ, त्यसमा पोलिटिकल छ भने अनि उसले गर्छ। तर त्यहाँ त्यो पनि छैन भने त्यहाँ त्यसले पैसा खाइदिनु सक्छ। त्यहाँ खाएन भने ल त्यो एकदम सधैँ मान्छे रहेछ त्यहाँ भने त्यसपछि त्यहाँबाट गएर चाहिँ सरकारी वकिलमा गइसकेपछि सरकारी वकिलले त्यहाँ अब दुईवटा हुनसक्छ। एउटा सधैँ मान्छे हुनसक्छ जसले चाहिँ प्रिन्सिपल लमा फलो गरेर काम गर्छ, अर्कोले जसले करप्सन गर्छ। ल हेर्नुहोस् है, करप्सन गरेर त्यहाँ खाइदियो भने प्रमाण बिगारिदिन्छ, केस त्यहीँ देशमा अथवा मुद्दै चलाइदिन्छ भनौँ न।
अब अर्को के कुरा रह्यो भने अनि त्यसपछि सेकेन्डमा गइसकेपछि त्यहाँबाट पनि राम्रै दुईजना मान्छेबाट आयो भने जिल्ला अदालतमा त्यहाँ ल मान्ने होइन एथिकल जज छ भने उसले चाहिँ हेरेर सबै एभिडेन्स हेरेर उसले निर्णय गर्छ। तर त्यहाँ करप्टेड छ भने उसले चाहिँ फेरि उसले पैसा लिन्छ होइन। अनि किनभने उसको त कनेक्सन छ चिफ जस्टिससित अथवा चाहिँ जुडिसियरी कमिटीसित अथवा सबैतिर उसले पुर्याएको छ। यिनीहरूले सबैले एक्लै चाहिँ कसैले पनि खाछन् भन्ने मानिँदैन क्या, त्यहाँ सबैले बाँडेर खाछन्। किनभने किन थाहा हुँदैन कसले घुस खायो कसले खाएन भन्ने कुरो। अनि त्यसपछि अपिल कोर्टमा गएर पनि त्यही रुल लाग्यो भयो। जजहरू राम्रा छन् उनीहरूले डिसिजन गर्छ, तर गलत जजले त्यो खाएर गरिदिन्छ। त्यस्तै सुप्रिम कोर्टमा देखिन्छ भने अब चिफ जस्टिसकै कुरा भनौँ न। अब पहिलाको कुरा कन्टेस्टहरूमा होइन, अब चिफ जस्टिसको त डाइरेक्ट अब पोलिटिकल पार्टीसँग फायरिङदेखि लिएर सबै कुराहरूमा कन्टेक्स्ट छ भन्ने देखिन्छ होइन, केसहरूकोदेखि लिएर सारा चिज भने। अब यो कुराहरू के हो त? यदि एउटा पनि नमिलेको भने त एउटाले मात्रै पनि काम गर्यो भने त्यहाँ काम चल्थ्यो क्या एउटा लेभलमा। अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गरिदिए भए पनि एउटा हुन्थ्यो, त्यो पनि भएन होइन। अब यो यस्तो किसिमको चाहिँ यो किन सबै मिलेर सबै चिज मिलेर बाँडीचुँडी खाएको भएर यो कुनै पनि सेक्टरमा चाहिँ नरहेको देखिएन। अब के गर्ने त होइन। अब यो भन न, अब तपाईँको चाहिँ होइन, अब यसमा गर्ने के त होइन। अब यसको अप्सन के हो त भन्दाखेरि सबभन्दा पहिला चाहिँ ट्याक्स ललाई हामीले स्ट्रङ बनाउनुपर्छ। यो रजिस्ट्रेसन ल तपाईँको इन्डस्ट्री रजिस्ट्रेसन पनि तपाईँलाई खासै चाहिँदैन अनलेस एकदम भेरी इम्पोर्टेन्ट होइन, नेसनल सेक्युरिटीका विषयहरूदेखि लिएर यस्ता चिजहरूदेखि लिएर बाहेक जनरली बिजनेस गर्ने चिजहरूमा एउटा चिज नेपालीहरूलाई त्यो दर्ता गर्नै जरुरी छैन होइन। विदेशीलाई दर्ता गराउनु बनाउनु हुन्छ त्यो द्याट इज डिफरेन्ट होइन। नेपालीलाई त दर्ता गर्नु पनि जरुरी छैन। ट्याक्समा उनीहरूले फाइल गर्ने, कमायो भने पैसा तिर्ने, नकमायो भने वाइ दे हेभ टु डु इट नथिङ। किन ओभर बर्डन गर्नु? त्यो बेकारमा चाहिँ त्यहाँ भएका चाहिँ सरकारी कर्मचारी र मान्छेहरूले खाने मात्रै खानाका लागि मात्रै बाटो बनाइदियो। त्यस्तै गरेर तपाईँहरूले चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो न्युज पेपर चाहिँदेखि लिएर पब्लिकेसन छ नि, त्यो रजिस्ट्रेसन किन चाहियो? डेफेमेसनको ल राम्रो बनाउनु पऱ्यो नि त होइन। गाली बेइज्जतीको ल, कसैले गलत छाप्छ झुटो छाप्छ भने त्यो मान्छेलाई चाहिँ उसले चाहिँ क्षतिपूर्ति दिनुपर्छ भनेर डिसिजन हुनु पर्यो। त्यो पार्ट भयो भने अनि द्याट इज अ डिफरेन्ट वान। बाइ द वे कोर्टमा जान पनि एकदम गाह्रो रहेछ, किनभने तपाईँको बिगो जति क्लेम गर्नुभएको छ त्यसको आधारमा तपाईँले कोर्ट फी तिर्नुपर्छ। सानो मसिनो मान्छेले त त्यो कम आम्दानी भएको मान्छेले त कोर्टमा पनि जान सक्दैन होइन। नेपालमा त्यसरी चाहिँ सिस्टम बनाएर राखेका छन् होइन। त्यो त कोर्टमा जाने मान्छेको त सबै त्यसै पनि एटर्नी उसले लयर हायर गर्न नसक्ने आफ्नो ठाउँमा छ, कोर्टकै फी पनि तिर्न नसक्ने अवस्था चाहिँ नेपालको लले बनाएको देखिन्छ। त्यसो हुनाले तपाईँहरूले ट्याक्स ल क्लियर गराउनु भयो भने जस्तो कि तपाईँको जजेसहरूको अनि पोलिटिसियनहरूको, कर्मचारीहरूको, ट्याक्स डिपार्टमेन्ट, पुलिसको होइन, कन्स्ट्रक्सन डिपार्टमेन्ट, एकाउन्टिङ डिपार्टमेन्ट होइन, अब यी सबैहरूको खानदानी खर्च के छ त तपाईँले हेर्न थाल्नुहोस् न, थाहा भइहाल्छ नि, त्यसैमा थाहा भइहाल्छ नि होइन। त्यस्तै गरेर होइन त्यो कुरो सँगसँगै जाँदाखेरि के हुन्छ भन्दाखेरि त्यति मात्रै होइन, तपाईँको चाहिँ के हुन्छ भने मान्छे प्राइभेट मान्छेले पनि खर्च आम्दानी र सम्पत्ति के छ त्यो हेर्नुभयो र त्यो प्रुभ गर्न सकेन भने त त्यो चाहिँ उसले चाहिँ इस्टाब्लिस गर्नु पर्यो नि त। सो त्यस हुनाले यसमा चाहिँ हामीले भेरी इम्पोर्टेन्ट कि त्यो चाहिँ ट्याक्स डिपार्टमेन्ट ट्याक्सको कुरामा भेरी क्लियर हुनुपर्छ, ट्याक्सको मान्छेहरू थप्नुपर्छ र ट्याक्सलाई अगाडि बढाउनुपर्छ। द्याट इज इम्पोर्टेन्ट। अब कुरा गरौँ नेपाली भर्सेस फरेनर्स होइन। मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने नेपालमा नागरिकता लिएर मात्रै नेपाली भइन्छ कि नेपाली हुनलाई त्योभन्दा बढी गर्नुपर्छ भन्ने कुरो तपाईँहरूले सोच्नु पर्यो होइन। अब मैले हेर्छु त्यहाँ गएर मैले अहिले यसो हेरेको अलिकति पैसा भएको मान्छेहरूले सामान कपडा बाहिरको विदेशी, रक्सी विदेशी होइन, अनि सामानहरू अरू सामानहरू चाहिने डेली सामान नेपालमा भएकै सामान भए पनि विदेशी होइन। अनि त्यसपछि गएर चाहिँ तपाईँको फुडहरू जङ्क फुडहरू, इभन खेतहरू पहिला चाहिँ पुरा बुढा पुरानाले चाहिँ ढुङ्गा माटो फालेर चाहिँ खेत खनेर मजाले चाहिँ उब्जाउ बनाएको ठाउँमा अहिले छोरा नातिले एउटा चाहिँ ठ्याक्क बाटो खोल्ने भनेर गेगरेटो माटो ढुङ्गो लिएर आएर ढुङ्गो हालेर त्यहाँ हालेर त्यसलाई बनाएर अनि प्लटिङ गरेर अनि बेचेको छ। अनि त्यसले एउटा घर बनाएको छ अनि फेरि विदेशी सामान लिएर आएर बेचेको छ, विदेशी रक्सी विदेशी सामान होइन। अब विदेशी अझै विदेशी भएन भने पनि अन्त त्यसमा पनि भएन भने बाहिरका चाहिँ जङ्क फुडहरू जङ्क चिजहरूको
तपाईँको फ्रेन्चाइज लिएर अनि नेपालमा प्रोडक्सन गरेर बेचिएको छ। जस्तो भन्नु न वाइ चाउचाउ, दिस इज अनहेल्दी फुड, वाइ डु इट होइन। अब त्यो त्यस्तै गरेर तपाईँको चाहिँ रक्सीहरू भन्नुहोस् न होइन। अब त्यो गाउँमा आफूले बनाउने मान्छेहरूलाई किन नदिएको? उनीहरूलाई बनाएर उनीहरूलाई रेगुलेट गरेर एटलिस्ट पैसा त बाहिर जाँदैन थियो नि। ब्ल्याक लेभल खाएर चाहिँ तपाईँले 4,000 तिर्नु भएको छ भने 2,000 रुपियाँ बाहिर अथवा 3,000-2,500 बाहिर जान्थ्यो भने त्यो पैसा त नेपालमै बस्थ्यो नि, नेपालमा काम हुन्थ्यो नि, त्यो सर्कुलेसन हुन्थ्यो नि इकोनोमी। रक्सी जो खानुपर्छ भने कलेज त्यसले पनि बिगार्छ, नेपालको रक्सीले पनि बिगार्छ। त्यो वाट द हेक। त्यो चाहिँ अब पश्चिमाहरूले के भन्छन् भन्दाखेरि के अरे तेरो पिठो के गर्छ, मेरो धान कुट्छु खान्छु भन्ने जस्ता मान्छे हो यिनीहरू होइन। त्यसो भएर तपाईँहरूले चाहिँ भेरी केयरफुल के, तपाईँहरूले चाहिँ वास्तवमा त्यहाँ नेपाली भएर बसे पनि नेपाली चिज केही गरेको देखिएन होइन। अनि त्यसो हुनाले दिज आर द थिङ्स यु निड टु थिङ्क अबाउट इट, चेन्ज गर्नुपर्छ यसलाई ग्रास रुटबाट होइन। अब जस्तो भनौँ न, अब तपाईँले चाहिँ अब एउटा उदाहरण दिउँ है। अब यो पिसफुल अपोजिसन जुन गर्नुभयो नि करप्सनको, इट इज गुड। तर त्यो अपोजिसनको करप्सनको अपोजिसन गरेर मात्रै हुँदैन। प्रमाण खोइ त करप्सन गरेको अहिलेसम्म तपाईँहरूले के जुटाउनु भयो त? रेकर्डिङ कहाँ गर्नुभयो त? अहिले त मिडियाहरू थियो नि त, यत्रो मिडियाहरू, फोनहरू, सारा चिज थियो। 100 रुपियाँ लिएर, 1000 रुपियाँ लिएर, 10,000 रुपियाँ लिएर मान्छे चाहिँ गाह्रो भएको मान्छेले जसले लाइनमा बसेका छन्, मालपोत कार्यालयमा होस् भन्सारमा होस्, त्यहाँ गएर युवा मान्छेहरूले त गएर फोन लिएर गएर हजुर किन्न लिएर आएको भनेर पकेटमा राखेर रेकर्डिङ राखेर घुइँती लिएर हिँड्या भए हुन्थ्यो नि। खै त गरेको तपाईँहरूले गर्ने होइन। अनि घर बसेर राति बसेर सोसियल मिडियामा हल्लेर चाहिँ अनि राजनीति गर्न खोजेर हुन्छ? त्यो त रुटमा गएर चाहिँ एभिडेन्स कलेक्ट गर्न के अरे कलेक्सन गर्नु पऱ्यो नि त। त्यो कलेक्सन गरेर बाहिर लिएर आउनु पऱ्यो नि त। त्यसो गरेपछि के हुन्छ भन्दाखेरि त्यसपछि दिने दिलाउने सबै चिजको चाहिँ कुरो बाहिर आउँछ नि त। अनि अभियसली त्यसले चाहिँ काम गर्थ्यो नि त। भनेको सिस्टमेटिक हुनु पऱ्यो, हामीले पिसफुल्ली गर्नु पऱ्यो, चिजहरू गर्न सकिन्छ अहिलेको कन्टेक्स्टमा एभिडेन्सहरू छ। त्यस हुनाले तपाईँको सो अब तपाईँहरू चाहिँ कस्तो देखियो भने अहिलेको चाहिँ यो न्यू मुभमेन्ट चाहिँ माओवादीले गरे जस्तो पिसफुलमा भोट हाल्न नजाने, भोट हालेर जनताको कुरा चाहिँ चित्त बुझाउन नसक्ने, जसको कारणले गर्दाखेरि अब यसरी हुँदैन, अब भायोलेन्ट गरेर गर्नुपर्छ, पावर लिएर गर्नुपर्छ भनेर चाहिँ लागेको भनेर चाहिँ देखिन्छ होइन। अब यो यस्तो कुरा त भएन नि त, अनस्टेबल भयो नि त। नेपालको सेक्युरिटी, नेपालको इन्भेस्टमेन्टमा चाहिँ जहिले पनि ह्याम्पर गर्यो त। त्यसले किन ह्याम्पर गर्यो भने लगानी गर्ने मान्छेले किन चाहिँ यत्रो रिस्क लिन्छ त होइन। 10 वर्षमा यस्तो अनस्टेबल हुने, अनस्टेबल सरकार, रेभोल्युसन हुने अथवा चाहिँ मान्छेले जलाइदिने अथवा बिगारिदिने त्यस्ता किसिमका भयो भने के गर्यो होइन। त्यो सबै जलाएका हिजोका सम्पत्ति त देशका सम्पत्ति हुन् नि त। जो प्राइभेट मान्छेका भए पनि त्यो चाहिँ करप्सनको हो भने त्यसलाई फर्काएर लिएर आएर चाहिँ भोलि बिगोको जरिवाना गरेर फर्काएर लिएर आउनु पर्यो। होइन भने प्रुफ भएको छैन भने त्यसरी बाहिरबाट मान्छेले गएर करप्सन गरेछ भने घर जलाइदियो भने त अब तपाईँलाई भोलि गल्ती गर्यो भने तपाईँलाई गोली हानेर मारे भयो नि त, भएन? जसले जे गर्नु, जसले जे सक्छ त्यही गरे भयो नि त होइन। त्यसो गरेपछि त खै त ल कहाँ भयो त? हामीले चाहिँ सिस्टम कहाँ भयो त होइन? कसरी भयो त? जसले सक्यो त्यसैले गर्ने भनेपछि त त्यसरी त भएन नि त। त्यसलाई त सिस्टमेटिक तरिकाले गर्नु पर्यो नि त। त्यस हुनाले यो कुरालाई चाहिँ हामीले भेरी ख्याल गर्नुपर्छ। अनि त्यस्तै गरेर अब म तपाईँहरूलाई अर्को कुरा के हुन्छ नि, डाइरेक्ट इलेक्सनको कुरामा चाहिँ के छ भने डाइरेक्ट इलेक्सन चाहिँ गरेर बेनिफिट हुनसक्छ, स्टेबिलिटी 4 वर्ष अथवा 5 वर्षको सरकार हुनसक्छ। तर त्यसले चाहिँ सहरमा बसेका मान्छे र तराईमा बसेका मान्छेलाई मात्रै बेनिफिट गर्छ, बढी भोटर्स त्यहाँ छन्। र पाहाडतिर बसेका, पाहाडमा बसेका, दुर्गममा बसेका मान्छेहरूलाई चाहिँ यसले चाहिँ फेरि पनि असर गर्छ र यसले ठुलो इम्प्याक्ट गर्छ। त्यस हुनाले हामीले एउटा चाहिँ डिफ्रेन्ट किसिमको चाहिँ सिस्टम लिएर आएर यसलाई चाहिँ मिलाउनुपर्छ, नत्र भने यो चाहिँ डिफिकल्ट हुन्छ होइन। त्यस हुनाले यो कुरामा चाहिँ भेरी केयरफुल है। अब चाहिँ कुरा के रह्यो भने भनौँ न, उदाहरणकै लागि भनौँ, ब्रिटिसले लिएको भनौँ न, प्री ब्रिटिस भनौँ न के अरे इन्डिया इन्डिपेन्डेन्ट हुनुभन्दा अगाडिको टाइममा हामीले नेपालको भूभागलाई लियौँ भने बिहारको भाग, उत्तर प्रदेशको भाग होइन, अनिदेखि लिएर यो चिज लियो भने के हुन्छ त होइन। अथवा त्यतिखेर राजाहरूले र राणाहरूले किन मागेनन् त त्यो ब्रिटिससित जाँदाखेरि? यो त राजदरबार र उनीहरूले जवाफ दिने कुरा हो नि त। वाइ दे डिड नट आस्क? त्यो त सोध्नु पर्थ्यो नि त। पशुपति शमशेर जबराले त्यत्रो पैसा सम्पत्ति लिएर बसेको छ, इन्डिया लडेर राखेको छ, किनभने त्यो नेपालीको पैसा हो नि त होइन? त्यो होइन भने के भएको त? त्यो कसरी आयो त? के भयो भन्नुहोस् त तपाईँहरू? हामी त होइन, हामी त गाउँमा चाहिँ शाहहरूको चाहिँ वीरताको जग्गा चाहिँ
पैसा तिरेर चाहिँ किनेर बसेका मान्छे हेर्नुहोस् होइन यिनीहरू त बेर्तामा त्यत्तिकै बसेको होइन जग्गा जमिन सबै साह्रै आफ्नो बेर भने यो कुरा त हेर्नु पर्यो नि अब तपाईँको हेर्नुहोस् अब आइसकेपछि अब अर्को कुरो चाहिँ पोलिसी करप्सन अब एनजिओ र आइएनजिओले गरेको करप्सन चाहिँ ठुलो डेन्जरस छ नेपालको लागि हेर्नुहोस् है एनजिओ आइएनजिओले पोलिसी केही पैसा दिएर अनि मान्छेहरूलाई चाहिँ ल तिमीले यसो गर भनेर चाहिँ गर्यो भने त्यो मान्छे चाहिँ अलरेडी करप्टेड भयो किनभने उसको माइन्ड चाहिँ करप्टेड भयो उसले नुनको सोझो गर्छ त्यो नुनको सोझो गर्ने मान्छे सरकारमा बस्नु हुँदैन तपाईँहरूले चाहिँ त्यो एनजिओ आइएनजिओमा बस्ने मान्छेलाई चाहिँ यु हेभ टु टेल हिम कि उसले नेपाल र नेपालीको बारेमा ल र कल्चर थाहा पाउँदैन र विदेशमा गएर पढेर पैसा लिएर आएर गर्नुपर्छ टेक्नोलोजी बाहेक अथवा साइन्स बाहेक अथवा चाहिँ भनौँ न न्यू कुराको चाहिँ कुरो बाहेक अनि नेपालमा बराबर गर्नुपर्छ भनेर चाहिँ त्यो भन्नलाई त गाउँकै मान्छेलाई गएर सोधेछ त भनिदिइहाल्छ नि होइन ल भन्नुहोस् त त्यत्रो चाहिँ विदेशमा गएर डलर खाएर अनि पैसा लिएर आएर अनि नेपालमा चाहिँ गर्छु भनेर लाग्नुपर्छ र पर्दैन हेर्नु है त्यसो हुनाले त्यस्ता मान्छेहरूसित तपाईँहरू चाहिँ बी केयरफुल है जोसुकै होइन अब फलाना चाहिँ वर्ल्ड ब्याङ्कमा काम गर्यो फलाना उसमा गर्यो त्यो डजन्ट म्याटर तपाईँ कहाँ काम गर्नुहोस् केही मतलब छैन नेपालको कन्टेक्समा नेपालको चाहिँ लोकल रुल लोकल कुरा लोकल हुन्छ त्यो त इन्भेस्टरहरूले प्राइभेट इन्भेस्टरहरूले इन्ट्रेस्ट लिएर इन्भेस्ट गर्ने हो कन्ट्रीमा त्यो इकोनोमी त्यो इन्भाइरोमेन्ट क्रिएट गर्यो वर्ल्ड ब्याङ्कले केही गर्न सक्दैन आइएमएफले केही गर्न सक्दैन हेर्नुहोस् त्यो केही लोन दिने हो कन्डिसनल लोन दिन्छ त्यो सबै पैसा फर्केर त्यो पश्चिमातिर जान्छ अथवा जसले दिएको त्यसैतिर जान्छ तपाईँले आफूले क्रिएट गर्नु भएन भने इट्स क्यान बी भेरी डिफिकल्ट होइन अब अर्को कुरा आउँछ तपाईँको चाहिँ अब ट्रेडिसनल विकास र अब मोडर्न विकास हाइटेक अब हेर्नुहोस् हाइटेकको विकास गर्नलाई हामीलाई नेपाललाई कति गाह्रो भएको छ भने तपाईँको हेर्नुहोस् त म अब तपाईँलाई एउटा उदाहरण दिन्छु हामीसँग अहिले न्युयोर्कबाट अब हेर्नुहोस् है संसारको इकोनोमीमा इन्डियाले पनि $286 बिलियन आइटी हेर्नुहोस् अहिले इन्डियामा रुवाबासी भएको छ अहिले किनभने सर्भिस सेक्टरको बिजनेस उता लान पाइँदैन कि H1 पाइँदैन कि भनेर इन्डिया जस्तो भयो चाइनाले त्यत्तिकै रुवाबासी छ हेर्नुहोस् त्यो ल्यान्डहरूको एभरग्रान्डे भनेको सबभन्दा ठुलो रियल एस्टेट कम्पनी हो म अहिले यसपाल चाइनाबाट चाहिँ बेजिङबाट चाहिँ सिंहानसम्म चाहिँ जाँदाखेरि 70% घर खाली छन् हेर्नुहोस् आधा बनिरहेका त्यो त्यत्तिकै फालेका गाउँतिरका मैले होइन त्यहाँ हेर्दाखेरि बेहाल छ है भने उनीहरूले त्यो सामान सबै सारा चिज यता बेचिरहेको थियो र गरिरहेको थियो र त्यसो भएर उनीहरूको चाहिँ इकोनोमी चलिरहेर अगाडि गइरहेको थियो अब उनीहरू सेल्फ सस्टेनेबल भएनन् भने उनीहरूलाई पनि गाह्रो छ त्यसो हुनाले अब त्यो इन्डियाले कसरी पायो भने जस्तो भनौँ न अमेरिकाबाट अब किन मैले त्यो अमेरिकाको कुरो लिएर आएको भने युरोपको चाहिँ जिडिपी भनेको अमेरिकाको होल कन्ट्रीको भन्दा धेरै कम छ होल युरोपियन युनियनको युरोपियन युनियनहरू चाहिँ 19 ट्रिलियन एबाउट 19.42 ट्रिलियन चाहिँ छ भने होल युको जिडिपी अमेरिकाको $29.18 ट्रिलियन छ भनेपछि हेर्नुहोस् त $10 ट्रिलियन चाहिँ अमेरिकाको अझ बढी छ भनेको अमेरिकाको चाहिँ बिजनेस यहाँ सेल गर्ने यहाँ गर्ने ठाउँहरू धेरै छन् अब कुरो के रह्यो भने अब इन्टरनेटको कुरामा चाहिँ ग्लोबल इन्टरनेट एक्सेस नेपाललाई चाहिँ कम भयो हेर्नुहोस् काम गर्ने कन्टेक्समा कसरी भन्दाखेरि मैले मेरा साथीहरूले जसले काम गरिरहेछन् इन्भेस्टरहरूले जसले काम गरिरहेछन् त्यो लेटेन्सी एकदम धेरै भइरहेछ होइन आरटिटी धेरै एकदम चाहिँ ऊ भइरहेछ हाई भइरहेछ होइन त्यसो भनेर भन्छन् त्यो भनेको के भन्नु होला भने अमेरिकाबाट नेपालमा जाने दुईवटा राउट छ एउटा पेसिफिक राउट एउटा एटलान्टिक राउट भनेको एउटा पेसिफिक राउट भनेको युएसबाट जापान जान्छ अथवा सिङ्गापुरबाट हङकङ एन्ड नेपाल अथवा चाइना एटलान्टिक राउट भनेको युरोप लन्डन फ्राङ्कफर्ट अथवा चाहिँ मिडल इस्ट एन्ड इन्डिया एन्ड नेपाल जान्छ अहिले हाम्रो चाहिँ इन्डिया यो युरोप लन्डन फ्राङ्कफर्ट र मिडल इस्ट अनि नेपाल गएको देखिन्छ यसमा चाहिँ हेर्नुहोस् 300 MS भन्दा बढी के अरे लेटेन्सी भएको देखिन्छ त्यो सब्सटेन्सियली भेरी भेरी हाई हो काम गर्नलाई गाह्रो छ हेर्नुहोस् होइन त्यति मात्रै होइन इन्डियाले तपाईँ अब यसलाई चाहिँ म तपाईँलाई भन्छु नेपाल न्युयोर्कबाट नेपालमा चाहिँ 12,000 किलोमिटर चाहिँ डिस्टेन्स छ जसको कारणले गर्दाखेरि तपाईँको चाहिँ झन्डै चाहिँ जनरली यहाँबाट त्यहाँ जानुपर्ने जनरली 60 सेकेन्डमा हो जाने आउने 60 सेकेन्ड हुँदा 120 सेकेन्ड भयो 120 सेकेन्डमा अब तपाईँको अरू चाहिँ डिभाइस यताउति सम्पूर्ण कुरो गर्दाखेरि टोटल चाहिँ 180 देखि 210 MS हुनुपर्ने मिली सेकेन्ड हुनुपर्ने त्यो डाटाको आरटिटी तर अहिले 300 प्लस भइरहेछ भनेर चाहिँ धेरै मान्छेहरूले कुरा गरिरहेछन् इभन मलाई पनि त्यही कुरो चाहिँ आइरहेछ होइन त्यसो हुनाले
अब यो वाइ यो चाहिँ 300 MS भएको भन्दाखेरि कन्जेसन हाई छ अथवा इन्डियाले हाई गराइदिएको छ, नेपालमा चिर्न दिएको छैन। एउटा कन्जेसन हाई छ या त इन्डियाले चाहिँ स्लो गराइदिएको छ है। अर्को चाहिँ तपाईँलाई यो किन भन्न सकिन्छ भन्दाखेरि 2015मा इन्डियाले डाटा ट्रान्सफरको अनअफिसियल ब्लकेट गरेर हेर्नुहोस् है। त्यसो हुनाले यो इन्टरनेटको चाहिँ एक्सेसलाई चाहिँ इन्फ्रास्ट्रक्चरलाई लास्ट 30 इयर्समा अथवा 40 इयर्समा किन पुरा गरियो, किन अगाडि ल्याइयो र कसले गरेको छैन, कसले ह्यान्डल गरेको छ, कसले चाहिँ यसलाई चाहिँ रोकेको छ। अभियसली इन्डियाले आफ्नो इन्ट्रेस्ट चाहन्छ, अभियसली इन्डियाले आफ्नो चाहिँ पोलिटिकल पार्टीको इन्ट्रेस्ट चाहन्छ, तर नेपालको इन्ट्रेस्ट चाहने मान्छे को हो त अहिलेसम्म देख्न सकियो। अब केपी ओलीले भनौँ न, उनले एउटा लामो चुच्चे नक्सा बनाए, चुच्चे नक्साले केही गर्दैन केपी नक्सा। इट्स गुड, आई मिन आई एप्रिसिएट यु डिड इट, तर तिम्रो बुद्धि हुनु पर्यो के। तिम्रो चाहिँ रसियाको त्यत्रो चाहिँ कति मिलियन चाहिँ भनौँ न किलोमिटर 17 मिलियन किलोमिटर के अरे किलोमिटर स्क्वायर किलोमिटर चाहिँ ल्यान्ड छ, त्यसको इकोनोमी छैन भने इट डजन्ट ह्यापन। यु निड टु वर्क वाट यु ह्याभ, यु निड टु वर्क वाट यु ह्याभ होइन। अनि त्यस्तै गरेर यी चिजहरूमा इन्फ्रास्ट्रक्चरहरूमा लगानी गर्ने, अलिक बुद्धि भएका मान्छेहरूसित सल्लाह गर्ने, अलिकति चाहिँ कामहरू गर्नुपर्छ होइन। त्यसरी चाहिँ गरेर हुँदैन। त्यस हुनाले हाइटेकमा यो देखिएको छैन भने मान्छेले कसरी टेक्नोलोजी गर्ने। अहिलेको यो जलाएको कन्टेक्समा एउटा चाहिँ हाम्रो यहाँ अमेरिकाबाट लगानी गरेका धेरै मान्छेहरूको, केही मान्छेहरूको चाहिँ इभन बिजनेस होइन जलाइदिएका रहेछन्। हेर्नुहोस् त, टेक्नोलोजिकल्ली काम गरिरहेका मान्छेहरूले कति मान्छेलाई चाहिँ जब दिइरहेको छ है। अब तपाईँहरू त वास्तवमा भन्यो भने तपाईँहरू जो जलाउनु भएको छ नि, तपाईँहरू त नेपाली होइन, तपाईँहरू त देशद्रोही हो, देशलाई सखाप पार्नु हो, तपाईँलाई धुलो पार्नु भयो। तपाईँहरूले चाहिँ अब राम्रो गऱ्यौँ हामीले सरकार चेन्ज गऱ्यौँ भन्नुहुन्छ, सरकार चेन्ज गरेर केही हुँदैन। के गर्छौ भने खै त जब कहाँबाट लिएर आउँछ, के गर्छौ तिम्रो होइन। के छ सुशीला कार्की त्यही परिवारका हुन्, गिरिजा कोइराला यतापट्टि अथवा त्यही वरिपरिका ग्रुपका मान्छे होइन। अब त्यो के अरे अब अहिले चाहिँ भनौँ न, अब यो चाहिँ के अरे अरू मान्छेहरू पनि अब कतिको क्वालिफाइड छन् त, कतिको कम्पिटेन्ट छन् त, आई डोन्ट नो। लेट्स सी वाट ह्यापन्स होइन। अब जस्तो अहिले भने नि, अब त्यो के अरे सञ्चार मन्त्री खरेलजीले के भन्नुभएछ भने अब म चाहिँ यो पार्क बनाउँछु भन्नुभएछ होइन। यस्ता पपुलर पार्क बनाएर के गर्ने, मान्छेको वेस्ट अफ टाइम होइन। पार्कले चाहिँ क्रिएसन गर्छ, जब क्रिएसन गर्छ, इनोभेसन गर्छ। वाट इज द पर्पज अफ द्याट वान। बरु त्यो एउटाको चाहिँ के भने हुन्थ्यो नि, मैले अब दूर गाउँमा चाहिँ एउटा चाहिँ स्कुलमा चाहिँ हरेक स्कुलमा एउटा कम्प्युटर पठाएर कमसेकम उनीहरूलाई इन्टरनेट दिएर इन्टरनेटबाट चाहिँ पढ्ने लेख्ने अथवा उनीहरूलाई पनि ज्ञान होस्, जहाँसुकै बसे पनि भन्ने चाहिँ बनाउँछु भन्नु पऱ्यो नि। त्यसरी हो नि त गर्ने होइन। अब त्यो केले चाहिँ इन्भेस्टमेन्ट के हो, खर्च के हो, लाइबिलिटी के हो भन्ने कुरो बुझेकै मान्छे छन् जस्तो लागेन मलाई होइन। इन्भेस्टमेन्ट के हो, लाइबिलिटी के हो र अनि त्यसपछि खर्च के हो, एक्सपेन्सेस के हो, त्यो बुझ्नु पऱ्यो नि त होइन। त्यो हुनु पऱ्यो नि त। त्यो खै कहाँबाट चाहिँ तपाईँहरूले चाहिँ के बुझ्नुहुन्छ, के कपी गर्नुहुन्छ होइन। आई डोन्ट नो होइन। मैले तपाईँहरूको पढाइ कहाँबाट हो, के पढ्नुहुन्छ, कसको कपी गर्नुहुन्छ मैले बुझेकै छैन के। मैले किन बुझिनँ भने त्यो कामबाट देखिनु पऱ्यो नि त बुझ्नलाई होइन। त्यसो हुनाले फाइबर अप्टिक चाहिँ वायर केबल चाहिँ चाइनाबाट ल्याउने अल्टरनेटिभलाई चाहिँ किन हेरिएन र कसरी गरिएको छैन र के भएको छ र कहाँ पुग्यो त्यो कुरो के भयो। त्यहाँ अर्को एउटा भित्री कुरा छ अरे, इन्डियाले पहिला मानेन, दिएन, अनि पछि चाहिँ चाइनाले चाहिँ कोटेसन गरेर ल्याउने भन्दाखेरि इन्डियाले फेरि उसलाई रोक्न खोजेर हामी चाहिँ अर्गेरी गरिदिन्छौँ भनेर दबाब दियो भन्ने कुरो आएको थियो। त्यो हो भने त्यतिखेर स्ट्यान्ड अप गर्नु पऱ्यो नि त नेपाली काङ्ग्रेसले अथवा पार्टीले, अर्को पार्टीले जसले चाहिँ त्यतिखेर इन्भल्भ हुनुभएको थियो, किन भएन त्यो एउटा कुरा। अनि अर्को कुरा चाहिँ स्कुल पोलिटिक्स हेर्नुहोस्, हामी चाहिँ त्यतिखेर गर्दाखेरि हामीलाई पढ्न नदिएर चाहिँ काङ्ग्रेसले एमाले यो अखिल र नेविसनले लडेर ओहो हेर्नुहोस् अरूका छोराछोरीहरू चाहिँ मलाई पढे लेखे, प्राइभेट गए, यताउति गरे। अब त्यतिखेर हाम्रो पालामा चाहिँ के अरे अध्यक्ष चाहिँ यता चाहिँ एमालेको चाहिँ शङ्कर पोखरेल थियो क्या र, यतापट्टि चाहिँ बालकृष्ण काङ्ग्रेसको थियो, अनि अर्को कुनका थिए। ओहो यी मान्छेहरूले स्कुलमा एट्याक गरेर धुलो पारे है। मैले के भनेको थिएँ भने त्यतिखेर चाहिँ तपाईँहरूले स्कुलमा अब नगर्नुहोस् के, कलेजमा नगर्नुहोस् के, यो पढ्न दिनुहोस्, यो ब्रेन हो नेपालको, यसलाई चाहिँ अगाडि बढ्न दिनुपर्छ भन्दाखेरि हाँस्थे यिनीहरू यो ग्रुपका मान्छेहरू होइन। अब अहिले आफूहरू त नेता भए, अरू मान्छेलाई त भ्याल बनायो नि। अहिले मैले कति साथीहरू देख्छु बिचरा उनीहरू चाहिँ काम गर्न नसक्यो अथवा दुःख भएको चाहिँ अवस्था देखिन्छ होइन। अब त्यस्तै गरेर होइन, अब के भन्छ भने हामीले यो कसरी गर्ने त, के गर्ने त, जब क्रिएसनको भनौँ न।
अब अर्को कुरा भनौँ न, अहिले मान्छेले बालेन भनेर देखिएको छ। बालेनले ऱ्याप गाउँछन्। त्यो ऱ्याप भनेको है तपाईँलाई थाहा छ, नेपाली गीत पनि गाउँदैनन् उनले है। उनी नेपाली हुन् कि होइनन् मलाई थाहा छैन, किनभने उनले ऱ्याप गाउँछन्। ऱ्याप भनेको यहाँ ब्रोङ्क्समा साउथमा चाहिँ काले र स्पेनिसहरूले चाहिँ मेन स्ट्रिमबाट आइसोलेटेड भएका मान्छेले आफ्नो चाहिँ एकदम तुच्छ भाषामा गाउने चाहिँ शब्द एक्सप्रेसन मानिन्छ। उनीहरूले फ्रस्ट्रेसन गरेको। अब उनले चाहिँ त्यस्तो गऱ्यो भने नेपालमा चाहिँ ऱ्याप गीत गाछन् भने के त्यो ऱ्याप तपाईँले परिवारका अगाडि सुन्न सक्नुहुन्छ, छोराछोरीका अगाडि सुन्न सक्नुहुन्छ? त्यो सक्नुहुन्न नि। सो हो भने के हो त यो? अब मान्छे इन्जिनियर पढाएको छ, राजनीति गरिरहेको छ, उनले जब क्रिएसन कति गरे त अहिले भन्नु न, भन्नुहोस् त। अब त्यो कुरो चाहिँ तपाईँले हेर्नुपर्छ, त्यो बुझ्नुपर्छ होइन। वाइ दिस गाइ इज कमिङ होइन, यु निड टु अन्डरस्ट्यान्ड बिहाइन्ड। अब एउटा सभ्य ल्याङ्ग्वेज पनि छैन होइन। अब के अरे नगरपालिकाको सरकारमा बसेका मान्छेले अर्को सरकारी बिल्डिङ जलाउनुपर्छ भनेर भन्न मिल्छ मिल्दैन? कानुनी त मिल्दैन, त्यो चाहिँ जनरली मिल्दैन। किनभने सरकारमा बसेका मान्छेले, बाहिर बसेका मान्छेले चाहिँ भन्ने कुरा एउटा फ्रिडम अफ एक्सप्रेसन छ, त्यो हो। तर सरकारमा बसेका मान्छेले यसरी चाहिँ बिल्डिङ जलाउनुपर्छ अथवा फलानालाई मार्नुपर्छ अथवा जलाउनुपर्छ भन्ने पब्लिकली भन्यो भने त्यो मान्छे राम्रो ब्रेन भएको मान्छे मानिँदैन होइन। त्यो मान्छे चाहिँ ही हेज अ मेन्टल प्रब्लम भनौँ न। यु निड टु थिङ्क अबाउट द्याट। अब म तपाईँलाई चाहिँ मेन्टलको कुरा गर्छु, इनोभेसन वर्क भर्सेस होइन, इनोभेसन भर्सेस वर्क। अब तपाईँको भनौँ न, तपाईँ उमेरले मात्रै नयाँ जन्मेर यङ भएर चाहिँ काम छैन यो जमानामा। बुझ्नुभयो? पहिलाको जमानामा ब्याचलर्स डिग्री गरेपछि 30-35 वर्षसम्म जब चल्थ्यो, सबै कुरा स्टेबिलिटी थियो। अहिलेको ब्याचलर्स डिग्रीले के गर्छ भने तपाईँलाई 5 वर्षसम्म चाहिँ गर होला, 5 वर्षपछि त्यो ओल्ड भइसक्छ। हेर्नुहोस् है। अब त्यसो हुनाले तपाईँको अब फेरि कलेज भनेको के हो भने पछाडिको ब्रेनले काम गर्ने भनेको सम्झना, अरूले लेखेको किताब पढेर सम्झेर जाँच दिएर तपाईँ ग्रेड लिएर आएर अनि पास भएर अनि काम गर्ने हो। द्याट्स इट। यु डु अल उसले दिएको इन्स्ट्रक्सनमा काम गर्ने मान्छे। इनोभेसन भनेको फ्रन्टल ब्रेनले होइन, क्रिएटिभ ब्रेनले काम गर्ने हो। त्यो ब्रेनले के गर्छ भन्दाखेरि तपाईँले नयाँ चिज सोचेर पहिला पढेको कुरा लिएर त्यसबाट चाहिँ नयाँ चिज के गर्न सकिन्छ र नयाँ चिज के निकाल्न सकिन्छ भनेर त्यसबाट चाहिँ अगाडिको ब्रेनले चाहिँ काम गर्ने हो र नयाँ डेभलपमेन्टहरूलाई एडप्सन गरेर सँगसँगै समयअनुसार चाहिँ मुभ गर्न सक्ने मान्छेलाई चाहिँ होइन फ्रन्टल ब्रेनले चाहिँ काम गर्छ होइन। त्यो के भन्छ भने टिनेजरको ब्रेन भनौँ अथवा बच्चाको ब्रेन भनौँ होइन। अब त्यसो हुनाले तपाईँहरूको कुन ब्रेन छ तपाईँ आफै डिसाइड गर्नुहोस् होइन। अब यो फ्रन्टल ब्रेन र हिप्पोक्याम्पसको चाहिँ होइन मेमोरी ब्रेनको बारेमा चाहिँ तपाईँहरूले अलिकति पढ्नुहोस् पनि। अब त्यस्तै गरेर अब म तपाईँहरूलाई अर्को एउटा कुरा के गर्छु भने अब अहिले यो जुन अहिले मुभमेन्टमा गर्नुभयो नि, तपाईँहरूको चाहिँ अहिलेको भनाइ के क्लेम के देखिन्छ भने तपाईँहरू सोसल मिडिया चाहिँ चलाउन नपाएर चाहिँ झगडा गर्नुभयो र यसरी चाहिँ आन्दोलन सुरु भएको भनेर, अनि त्यसपछि गएर अरू ग्रुपले आएर तुरन्त चाहिँ तपाईँहरूको आन्दोलनमा घुसपेट गरेर यो चाहिँ सबै चिज गराए भन्ने जुन कुरो आइरहेछ नि, तपाईँहरूले नेक्स्ट स्टेजको पनि कुरा चाहिँ आफूले प्रेडिक्सन गर्न सक्नुहुन्न भने नेक्स्ट 5 वर्ष, नेक्स्ट 20 वर्ष, 30 वर्ष, 40 वर्ष कसरी प्रेडिक्सन गर्नु सक्नु भन्नुहोस् त होइन। त्यो कुरा चाहिँ तपाईँले बुझ्नुपर्छ। अब जस्तो जेनेरेटिभ एआई भन्ने कुरा आइरहेछ होइन, अब अहिले होइन त्यस्तै क्वान्टम कम्प्युटिङको कुरा कन्सेप्ट आइरहेछ होइन। अनि त्यसपछि न्युरोमर्फिक कम्प्युटिङको कुरा आयो भनेको चाहिँ तपाईँको चाहिँ अब हार्डवेयरले चाहिँ यस्तो डिजाइन गरिरहेको छ कि ब्रेनको मेमिक गरेर स्ट्रक्चर र फङ्सनको चाहिँ अगाडि लिएर जाने भन्ने कुरो आइरहेछ। अब एज कम्प्युटिङको भयो। अनि बायोटेक्नोलोजी र हेल्थकोमा चाहिँ नयाँ कुरा के आएको छ भने जिन एडिटिङ भनेको जिनमा चाहिँ त्यो जुन डिजिजको जिन छ नि त्यसलाई चाहिँ क्लियर गरेर त्यसलाई निकालिदिएर हेरिडेटरी चाहिँ जुन भनौँ न बाबुआमाबाट सर्ने डिजिज हुन्छ नि त्यसलाई निकालेर डिजिज विहीनको चाहिँ अथवा चाहिँ स्वास्थ्य बच्चा जन्माउन सकिने भन्ने अथवा मान्छेहरू ल्याउन सकिने भन्ने त्यसको चाहिँ कन्सेप्टहरू अगाडि बढिरहेको छ होइन। बायो प्रिन्टिङ एन्ड अर्ग्यान रिजेनरेसन भनेको टिस्यु क्रिएसन गरेर अब अर्ग्यानै बनाउन सकिन्छ कि हार्ट बनाउन सकिन्छ कि लङ्स बनाउन सकिन्छ कि त्यस्तो किसिमको चाहिँ अगाडि बढिरहेको छ अहिले होइन। अब त्यस्तै गरेर अब वेयरेबल हेल्थ टेक्नोलोजीमा चाहिँ के आइरहेछ भने तपाईँको चाहिँ त्यो ट्र्याकेबल, तपाईँलाई चाहिँ त्यो टेक्नोलोजीले ट्र्याक गर्यो भने तपाईँको प्रिकन्डिसन सबै चिजहरू पहिल्यै जानेर तपाईँलाई प्रिभेन्टिभ मेजर गर्न सकिन्छ भन्ने कन्सेप्टको चाहिँ अहिले डेभलपमेन्ट भइरहेको छ। त्यस्तै एनर्जीको सेक्टरमा फ्युजन एनर्जी, स्ट्रक्चरल ब्याट्री, कम्पोजिट, अनि त्यसपछि सेल्फ हिलिङ मेटेरियल्स, अब यी कुराहरू आइरहेका छन् होइन। अब क्वेसन रह्यो अर्को एउटा क्वेसन लास्टमा चाहिँ मैले के सुने भने केपी शर्मा ओलीले, प्रधानमन्त्री केपी शर्मा ओलीले के भन्यो भने यो मैले अर्डर दिएको होइन र यो चाहिँ के अरे यो कसरी भयो घुसपेट भएर भयो भनेर भनेको। ओके,
द्याट इज तर प्रधानमन्त्री जस्तो भएको मान्छेले त वास्तवमा त्यो प्रेडिक्सन गर्न सक्ने प्रिभेन्सन गर्न सक्ने होइन र त्यस्तो घुसपेट हुन्छ अथवा बाहिरकोले अथवा भित्रकोले अथवा माओवादी कसले गरेको हो इन्डियाले अथवा राष्ट्रिय स्वतन्त्र पार्टी अथवा राजावादी कसले गरेको हो त त्यो भन्ने कुरो त पहिल्यै जान्न पर्यो नि त त्यो जानेर त्यसलाई प्रिभेन्सन गर्न सक्ने पो प्रधानमन्त्री मन्त्री अनि त्यसपछि आइजिपी एन्ड अफिसर हो नि त त्यो फ्रन्टमा बसेका मान्छेले त जे सिचुएसन आउँछ त्यो गर्ने हो नि त त्यो अहिले लास्ट 30 वर्ष 30 अथवा 40 वर्षसम्ममा तपाईँहरूले जुन मान्छेहरू प्रहरीहरू हायर गर्नुभएको थियो अथवा चाहिँ इन्टेलिजेन्सहरू हायर गर्नुभएको थियो त्यो कहाँ गयो त त्यसले किन काम गरेन त के भयो त कि ती मान्छेहरू निकम्मा मान्छेहरू तपाईँहरूले हायर गर्नुभएको थियो कि अथवा तपाईँहरूले निकम्मा हायर गर्नु भने तपाईँ आफै निकम्मा हो तपाईँको रेस्पोन्सिबिलिटी हो त्यस भएर तपाईँ प्रधानमन्त्री हुन अयोग्य मान्छे ठहरिन्छ यदि तपाईँले त्यति प्रोटेक्सन गरेर त्यस्ता कम्पिटेन्ट मान्छे राखेर त्यसलाई प्रोटेक्सन गरेर तपाईँले त्यस्तो चाहिँ क्षतिपूर्ति र त्यस्तो यस्तो कुराहरू चाहिँ रोक्न सक्नुहुन्न भने त्यो प्रधानमन्त्री जस्तो मान्छेले अर्कालाई दोष दिने काम चाहिँ यो पटक्कै राम्रो हुँदैन त्यसले तपाईँलाई एकदम डिस्क्वालिफाई बनाउँछ तपाईँ चाहिँ सक्षम व्यक्ति होइन भन्ने कुरो त्यहीँबाट देखिन्छ तपाईँले चाहिँ एक्सेप्ट गर्नुहोस् मैले गल्ती गरेँ मैले गलत मान्छे हायर गरेँ मसँग गलत मान्छे थिए मैले त्यो इन्फर्मेसन पाइनँ र मैले इन्फर्मेसन नपाएको कारणले मैले काम गर्न सकिनँ र यो मेरो गल्ती हो भनेर भन्न सक्नुपर्छ तपाईँले त्यो भन्न सक्नु भएन भने तपाईँ जस्तो चाहिँ प्रधानमन्त्री त्यस्ता मान्छे त्यो त्यहाँ आएर चाहिँ थाहा पाएर मैले गरेको होइन भन्ने कुरो त त्यो अर्डर दिने मान्छे त जो राखे पनि हुन्छ नि बुद्धि नभएको होइन तर त्यसो हुनाले यो कुरामा चाहिँ तपाईँले चाहिँ विचार गर्नुपर्छ आई थिङ्क अब नाउ चाहिँ के हो भने अन्त्यमा नेपालमा चाहिँ पोलिटिकल पार्टिजहरूले अब चाहिँ प्राइमेरी इलेक्सन सिस्टम बनायो भने के गरिदिन्छ भने यसले चाहिँ प्राइमेरी भनेको के हो भने क्यान्डिडेट सेलेक्सन गर्ने पनि चुनाव गर्ने पार्टीभित्रका मेम्बरहरूबाट होइन बाहिरबाट त्यसपछि त्यो के हो भने पार्टीका नेताले चाहिँ क्यान्डिडेट सेलेक्सन गर्ने भन्दा पनि पार्टी बिचमा जनतासित गएर भोटरसित गएर पार्टीको क्यान्डिडेटले भोट माग्छ जसले जित्छ उसैले क्यान्डिडेट हुन्छ अनि सेकेन्ड इलेक्सनमा पार्टीका मान्छे कन्टेस्ट गरेर अनि चुनाव जित्छन् र अनि तिनी मान्छेले आएर चाहिँ सञ्चालन गर्छन् त्यसो भएपछि के हुन्छ भने टिकट कसलाई दिने कसलाई नदिने कसका चाहिँ यो पार्टी किङहरूका पछाडि लाग्ने भन्ने कुरालाई चाहिँ मिनिमाइज गर्न सकिन्छ हाउएभर यसका लागि चाहिँ दुईटा कुरा चाहिँ वाच गर्नुपर्छ विदेशी इन्फ्लुएन्सलाई रोक्नुपर्छ चाहे यो इन्डियाको होस् चाहे यो चाइनाको होस् चाहे यो अमेरिकाको होस् चाहे युरोपियन युनियनको होस् जेसुकैको होस् त्यसमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ नि यो चुनावको बेलामा विदेशीले केही पनि इम्प्याक्ट गर्न पाउँदैन भन्ने कुरो एउटा राख्नुपर्छ होइन र सेकेन्ड चाहिँ कुनै पनि सरकारी मान्छेहरू अथवा चाहिँ सरकारी काममा अथवा राजनीतिक अथवा पोलिटिकल मान्छेहरू फरेन डिप्लोमेटसँग भेट्यो भने त्यसको रेकर्ड हुनुपर्छ रेकर्ड बिना चाहिँ भेट्न हुँदैन दे हेभ टु हेभ अ रेकर्ड होइन त्यो रेकर्डिङ सिस्टम राख्नुपर्छ क्लासिफाइड गर्नुहोस् गोप्य राख्नुहोस् तर भित्रकोले चाहिँ जान्नुपर्छ कहाँ के भएको छ भन्ने कुरो र तेस्रो कुरो चाहिँ इन्डिया र नेपालको बोर्डरलाई रेगुलेट गर्नुपर्छ त्यो रेगुलेट गरेन भने त्यो चुनावमा बाहिरबाट आएका मान्छेले के गर्छन् अथवा बाहिरका मान्छेले आतिथ्यधारीहरूले के गर्छन् भन्ने कुरा चाहिँ त्यो चाहिँ ठुलो डेन्जर छ नेपालका लागि होइन त्यसो हुनाले यी कुराहरूलाई ख्याल गर्नुपर्छ र नेपालको इन्डस्ट्री नेपालको काम गर्ने ठाउँहरूलाई विभिन्न लहरू त्यहाँ धेरै लिस्ट अफ द लहरू छन् मैले हेरेको थिएँ मैले यी चाहिँ धेरै कुरा चाहिँ भनौँ न पार्टीका नेताहरू नै अमेरिका आउँदाखेरि मैले उहाँहरूलाई सल्लाह दिएको थिएँ तर मैले उहाँलाई भने अब तर उहाँहरूले सुन्नुभयो अनि एक्जिक्युसनमा गएको देखिँदैन त्यसो हुनाले यसलाई कसरी गरेर के गर्ने इन्भेस्टमेन्ट कसरी ल्याउने जब क्रिएसन कसरी गर्ने नेपालको विकास कसरी गर्ने भन्ने कुरो इजी छ तर गर्ने आँट र विचार र प्लानसहित जानु होइन टु बी कन्टिन्यू